सार्वजनिक सुनाइ तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु गर्नु गइरहेका छौँ। यो हलभित्र उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरूलाई शान्तपूर्वक बसिनु आजको यस कार्यक्रममा सभामुखको आसन ग्रहण गरिदिनु राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यज्यूको हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस वडाका वडा अध्यक्ष सिजन कार्कीलाई अनुमतिको आसन ग्रहण गरिदिनु कार्यपालिका सदस्य पूजा बनेवा पनि आसन ग्रहण गरिदिनु त्यसैगरी वडा सदस्य श्री कृष्ण श्रेष्ठ, त्यसैगरी मुना गुरुङ वडा सदस्यलाई पनि म आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसै वडा सदस्य गोविन्द श्रेष्ठलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैपछि यस वडाका वडा सचिव पशुपति गैँडाचालाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी पूर्व अध्यक्ष राजेश खड्काज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी अस्थायी प्रहरी पोस्ट दुवाकोटका प्रमुख गङ्गा प्रसाद ढङ्गाल सरलाई पनि आसन त्यसैगरी यो हलभित्र पाल्नुभएका पूर्व सदस्य उद्धव खड्का दाइलाई पनि आसन यो कार्यक्रममा पाल्नुभएका आदरणीय सम्पूर्ण महानुभावहरूलाई, त्यसैगरी सामाजिक सङ्घ संस्थाका अध्यक्षज्यू, प्रतिनिधिज्यू, टोल सुधार समिति, खानेपानी समिति लगायत सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधि अध्यक्षज्यूहरूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी राजनीतिक दलको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिज्यूले आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी नेपाली काङ्ग्रेसका वडा सभापतिज्यूले आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी नेकपा एमालेका वडा अध्यक्षज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी राष्ट्रिय नेकपाका वडा अध्यक्षज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका त्यसैगरी राष्ट्रिय राप्रपाका वडा अध्यक्षज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। यो हलभित्र पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई आसन ग्रहण यता स्थानमा आसन ग्रहण गर्नु हार्दिक आग्रह गर्दै यस हाम्रो कार्यक्रम संयोजक पुष्कराज बुढाथोकीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी कार्यक्रमका हाम्रो संस्थाको सल्लाहकार दिवस गुरागाईज्यूलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। श्री कोषाध्यक्ष लीला श्रेष्ठ, त्यसैगरी हाम्रो राष्ट्रियका वरिष्ठ पत्रकार रतन श्रेष्ठ, त्यसैगरी पत्रकार वीरेन्द्र चौनगाई, त्यसैगरी बाबुराम दाहाल, ज्योति अधिकारी, पूजा बस्नेत सबैजनालाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दै राष्ट्रिय सञ्चार केन्द्र नेपाल भक्तपुर सचिव हेमराज ढकाल आजको कार्यक्रम सुरु गर्न चाहन्छु। यस वडा कार्यालयमा कार्यरत व्यक्तित्व कर्मचारीहरूको साथीहरूमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु र कार्यक्रममा स्वागत मन्तव्य राखिदिनु हुन यस कार्यक्रमका संयोजक पुष्कराज बुढाथोकीज्यूलाई हार्दिक अनुरोध गर्छु। छोटो स्वागत मन्तव्य उद्घोषक एवं राष्ट्रिय सञ्चार केन्द्र नेपालका सचिव हेमराज ढकालज्यू, यस सार्वजनिक सुनवाई कार्यक्रमका अध्यक्षज्यू, त्यसैगरी आजको यस कार्यक्रमका विशेष व्यक्तित्व, आकर्षक व्यक्तित्व जो यसो हेर्दै जेन्जी र आफैमा पनि आकर्षक हुनुहुन्छ वडाध्यक्षज्यू, त्यसैगरी वडा सदस्यज्यूहरू, पूर्व वडाध्यक्षज्यू, सबै पूर्व र वर्तमान जनप्रतिनिधिज्यूहरू, यस वडाका वडा सचिव लगायत कर्मचारी साथीहरू, त्यसैगरी राष्ट्रिय सञ्चार केन्द्रका पदाधिकारी सदस्य साथीहरू, पत्रकार साथीहरू, यस वडाभित्र विभिन्न समाजमा सक्रिय रहनुभएका, विभिन्न सङ्घ संस्थामा आबद्ध रहनुभएका, विभिन्न तह र तब्कामा रहनुभएका अगुवा आदरणीय उपस्थित महानुभावहरू, त्यसैगरी यहाँ मैले असै साहबलाई देख्नुभयो, उहाँ लगायत सबै अघि उद्घोषकज्यूले यहाँ आसन ग्रहणका क्रममा उद्घोष गरिसकेका तमाम अतिथिज्यूहरू लगायत उपस्थित सबै आदरणीय व्यक्तित्वहरू, यहाँ सबैलाई म मेरो मूलभूत दायित्व अन्तर्गत यहाँहरू सबैलाई यस सार्वजनिक सुनवाई कार्यक्रममा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। र राष्ट्रिय सञ्चार केन्द्र यहाँहरूले आयोजक भनेर देख्नुभयो र हामीले यो कार्यक्रम प्राङ्गनारायण नगरपालिकाको आयोजनामा र यो वडाको चाहिँ विशेष सक्रियतामा आयोजना गरेका छौँ। राष्ट्रिय सञ्चार केन्द्र नेपाल यहाँहरूलाई जिज्ञासा लाग्न सक्छ यसो ब्यानरमा हेर्दा। राष्ट्रिय सञ्चार केन्द्र चाहिँ यो राष्ट्रिय र स्थानीय स्तरमा सक्रिय
पत्रकार हामी साथीभाइहरूको एउटा सामूहिक संस्था हो। यसले चाहिँ जस्तो आयल निगम, काठमाडौँ विश्वविद्यालय त्यसै गरी विभिन्न सङ्घ संस्थासँग र यस्तै गरी स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारसँग समन्वय गरेर चाहिँ यसमा विभिन्न जस्तो यो सार्वजनिक सुनवाई भयो, त्यसै गरी हामीले मिडिया वकालतको काम, मिडिया साक्षरताको काम लगायत विभिन्न काम, विशेष गरी हामी मिडिया सेक्टरका भएका हुँदा हामीले मिडियाका काम नै बढी गरिरहेका छौँ र त्यसै अन्तर्गत यो सार्वजनिक सुनवाई कार्यक्रम गरिरहेका हौँ। सार्वजनिक सुनवाई भन्ने बित्तिकै मलाई लाग्छ यो दुईवटा महत्त्वपूर्ण सुखद अवसर। एउटा वडाध्यक्षले एउटा यहाँहरूसँग यो 5 वर्ष सपना देखाएर यहाँहरूको मन जितेर चाहिँ आउनुभएको हुन्छ। उहाँहरूले पहिले त अब उहाँ एक किसिमले उत्तरार्धमा, कार्यकालको उत्तरार्धमा हुनुहुन्छ। यो 4 वर्षमा गरेका उपलब्धिहरू, असल अभ्यासहरू यहाँहरूमा प्रस्तुत गर्न उहाँलाई एउटा राम्रो प्लेटफर्म हो भन्ने मलाई लाग्छ। र त्यो प्लेटफर्म हुँदै गर्दा पनि जस्तो घामको किरण सबैतिर नपुग्न पनि सक्छ भने जस्तो उहाँका दृष्टिकोण सबै ठाउँमा नपुग्न सक्छ। ती अधुरा दृष्टिकोणहरूलाई यहाँहरूले आज यो फोरम मार्फत चाहिँ प्रस्तुत गर्न सक्नुहुन्छ। जस्तो अभाव भन्दाको मतलब जस्तो शिक्षाका सन्दर्भमा उहाँले काम गर्दा गर्दै पनि कतिपय पाटाहरू छुटेका हुन सक्छ। स्वास्थ्यका सन्दर्भमा, दैनिक सेवा प्रवाहका सन्दर्भमा वास्तवमा यो वडा सरकार भनेको चाहिँ अहिलेको यो विशेष गरी हामी अहिले यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो संविधान सहितको जगमा उभिँदै गर्दा चाहिँ वडा सरकार चाहिँ हाम्रो घर दैलो सरकार र सशक्त सरकार जो चाहिँ नागरिकको सुख दुःखमा, इभन व्यक्तिको जन्म र मृत्यु प्राकृतिक हिसाबले बुवा आमाको मार्फत हुन्छ भने तर कानुनी वैधता, मान्छे जन्मेको कानुनी वैधता वडाले गर्छ र मरेको वैधता पनि वडाले गर्छ। राज्यले रिकगनाइज गर्ने भने चाहिँ वडाले हो। त्यो सम्मको चाहिँ कर्तव्य, दायित्व, सेवा प्रवाह चाहिँ गरिरहेको हुन्छ। त्यो सन्दर्भमा चाहिँ आज यहाँहरूसम्म बसेर यसलाई चाहिँ एक किसिमले वडाले चाहिँ नागरिकले कसरी हेरिरहेको छ वडा सरकारलाई भन्ने नियाल्ने काम हो। एक किसिमले यो चाहिँ एउटा जनताको अदालत पनि भनिन्छ सार्वजनिक सुनवाई। त्यो हिसाबले हो भने मैले अहिले पनि भने ती आकार जिज्ञासाहरूलाई उहाँले आज सम्बोधन गर्ने पनि र बाँकी कार्यक्रममा के गर्ने, कमजोरी छन् भने सुधारेर अझै आफ्ना सपनाहरूलाई, नागरिकका सपनालाई, यो वडालाई एउटा सामूहिक रूपमा चाहिँ नागरिकले देखेको, स्थानीय जनप्रतिनिधि, यहाँका कर्मचारीले देखेको एउटा सुनौलो वडा, समृद्ध वडा, विकसित वडा, समावेशी वडा, समतामूलक वडा, वास्तवमा सबै वडाहरूमा देशका विभिन्न वडाहरूमध्ये यसलाई चाहिँ एउटा नमुना वडाको रूपमा लाने उहाँको सपनालाई पुरा गर्न पनि यो आजका सुझावहरूले विशेष मार्गदर्शन दिन्छ भन्ने मलाई लाग्छ। यहाँहरूको शालीनतापूर्वक रचनात्मक सुझावहरू हामी अलि वास्तवमा यो जेनजी आन्दोलनले त्यो सिकाएको पनि जस्तो लाग्छ। सिंहदरबार जलाएका दृश्यहरूले पनि अलि आक्रामक हुन्छ कि आक्रामक भन्दा पनि हामीले सुझाव, तर्क, विचार, धारणा, जिज्ञासा चाहिँ राख्ने नै हो। किनकि प्रजातन्त्र भनेको फरक मतको सम्मान गर्ने अभ्यास नै हो। तर हामी त्यो राख्दा गर्दाखेरि चाहिँ हामीले आफूलाई शालीन, शिष्ट र नम्र हिसाबले, र मलाई लाग्छ वडाध्यक्षज्यूले पनि ती प्रश्नहरूलाई शालीनताका साथ, नम्रताका साथ, विनयशीलताका साथ र एउटा दायित्वका साथ चाहिँ यहाँहरूको जिज्ञासा मेटाउने हुनेछ भन्दै धेरै बोल्ने भन्दा पनि विषयवस्तुमा हामी आज केन्द्रित हुने हो। यहाँको सक्रिय सहभागितालाई हार्दिक अनुरोध गर्दै फेरि पनि यहाँहरूलाई यो विशेष गरी नेपाल राष्ट्रिय सञ्चार केन्द्र र हामी आयोजक सबै र वडाको तर्फबाट समेत यहाँ सबैलाई म हार्दिक स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त धन्यवाद गर्छु। धन्यवाद पुष्कर सरलाई महत्त्वपूर्ण शब्दसहित स्वागत गरिदिनु भएकोमा। अब म आजको कार्यक्रममा विषय प्रवेश गराइदिनु हुन दिवस गर्ने सरलाई हार्दिक धन्यवाद। भर्खरै पुष्कर सरले रित पुर्याएर सम्बोधन गर्नुभएको छ, म त्यसरी अर्जन गर्छु। र मैले पढ्ने धेरै जसो 80% बढी कुरा चाहिँ सरले भनिदिइसक्नु भएको हुनाले म दोहोऱ्याउँदिनँ। र म एकदम अन्त्यका 2 प्यारा छ लेख्दै ल्याएको मात्रै, ती 2टा मात्रै पढ्छु। खास गरी यस्ता प्रश्नको जवाफ वडाध्यक्षज्यूबाट प्राप्त भयो भने हामी धन्य हुनेछ। जस्तो कार्यकालको यो 4औं वर्षमा यहाँको टिमले जनतामा गरेका बाचा कति प्रतिशत पुरा गर्यो, के कस्ता काम पुरा गर्न सक्नु भएन,
यो 4 वर्षमा कस्तो वडालाई कस्तो बनाउनु भयो र कार्यकाल पुरा हुँदासम्म यो वडाको मुहार कस्तो हुनेछ र आउँदो नेतृत्वलाई के कस्ता सुझाव दिन चाहनुहुन्छ? मलाई लाग्छ मूल प्रश्न यिनै हो। त्यसै गरी हाम्रो टिमले यस वडामा डुलेर पनि केही भिडियो र केही फर्महरू भराएर हामीले यी प्रश्नहरू चाहिँ गरेका छौँ र यही सेरोफेरोमा विभिन्न प्रश्नहरूमा वडावासीले दिनुभएको जवाफ लिखित र भिडियोको रूपमा रहेका छन्, जो हामी नगरपालिकालाई बुझाउने पनि छौँ। हाम्रो प्रतिवेदन पनि बन्नेछ, त्यो प्रतिवेदनमा पनि यी सबै कुराहरू हामी समावेश गर्नेछौँ। यी बाहेकका तमाम प्रश्न उपस्थित वडावासीले गर्नुहुनेछ। अन्त्यमा कार्यक्रमलाई सफल बनाउन यहाँहरूको प्रश्न र सुझाव आवश्यक हुन्छ नै। वडा नेतृत्वबाट यहाँहरूले सन्तुष्ट हुने गरी जवाफ पनि पाउनुहुनेछ भन्ने आशा र अपेक्षा राख्दै बिदा हुन्छु। धन्यवाद। राष्ट्रिय सञ्चार केन्द्रको तर्फबाट दिवस सरलाई धन्यवाद। दिवस सरलाई छोटो भिडियो प्रस्तुत गर्नुभयो। अब म वडाका गतिविधिहरू, वडाले गरेका राष्ट्र सङ्कलनदेखि विभिन्न प्रशासनिक कार्यहरू के कस्ता भए यी विषयमा आफ्नो भनाइ राखिदिनुहुन्छ। वडा सचिव कसरी गणेश सर साथै सुनाइ तथा प्रगति समितिका कार्यक्रमका अध्यक्षता ग्रहण गर्नुभएका त्यसै गरी चाउना नगरपालिका वडा नम्बर 1 का यसै वडाका वडा अध्यक्ष आदरणीय वडा सदस्यज्यूहरू, निवर्तमान वडा अध्यक्षज्यू, वडा सदस्यज्यूहरू, सञ्चारकर्मी, मुख्यमन्त्री सर, विद्यालयका प्रतिनिधिहरू, स्वास्थ्यका प्रतिनिधिहरू, विपद व्यवस्थापन समिति, ज्येष्ठ नागरिक, खानेपानी तथा सरसफाइ, विभिन्न सङ्घ संस्थामा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिहरू र सञ्चार जगतबाट आउनुहुने सरमा यो वडामा म गएको भदौ 13 गति आए पछाडि र त्योभन्दा अगाडिदेखि क्रियाशील चलिरहेको अहिलेसम्म गरेका गतिविधिमा आज हामीले बोल्नुभन्दा नि हजुरहरूबाट हामीले गरेका वार्षिक यो जुन सुधार गर्नुपर्ने दुर्बल पक्षहरूलाई कसरी केलाएर जाँदा अझै सन्तुष्ट हुन्छ, अझै सफल हुन्छ, राम्रो हुन्छ भन्ने हामी अपेक्षा राख्छौँ। र अहिलेसम्म गरेका प्रशासनिक गतिविधिहरूमा, पञ्जीकरणका गतिविधिमा, पूर्वाधारका कामहरूमा हामीले जाने बुझेसम्म र हामीले नजानेको कुराहरू सोधेर आफूभन्दा माथिल्लो निकायसँग सल्लाह गरेर हामीले गरिरहेका छौँ र आगामी दिनमा अझै कसरी जाँदाखेरि यो वडालाई सबल, समृद्ध र जनोपयोगी, जनमुखी, सेवाग्राहीप्रति उत्तरदायी हुन सक्छौँ भन्ने पक्षमा हामी छौँ र त्यसको लागि आज यसै फोरबाट हामीलाई आवश्यक राय, सुझाव, सल्लाह र मार्गनिर्देशन समेत गरिदिनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु भन्दै मेरो भनाइ राख्छु। आज धन्यवाद। हाम्रा आदरणीय वडा अध्यक्षज्यूलाई उहाँ निर्वाचित भएर यहाँ वडा नम्बर 1 मा वडा अध्यक्षको कार्यभार सम्हालिसकेपछि 4 वर्षमा उहाँले जनतामाझ गर्नुभएका प्रतिबद्धताहरू के कति पुरा भए के कति गर्नुभयो, अझै 1 वर्षको लक्ष्य के छ यो सहित आफ्नो भनाइ राख्नु आदि। सबैलाई नमस्ते। आज यस हाम्रो राष्ट्रिय सञ्चार केन्द्र र चामराङ नगरपालिकाको समन्वयमा सार्वजनिक सुनवाई तथा प्रगति समीक्षा कार्यक्रममा पाल्नुभएका सम्पूर्ण हाम्रा वडावासी, विभिन्न संस्थाका प्रतिनिधिहरू, पत्रकार के समुदाय भनौँ, मित्रहरू लगायत सम्पूर्णमा स्वीकार नमस्ते। हामीले विगत 4 वर्षदेखि हामी विगत 4 वर्षभन्दा अगाडि चुनाव लड्दै गर्दाखेरि र आज यहाँसम्म आइपुग्दाखेरि हामीले करिब अघि दाइले भनिसक्नुभयो त्यो घामको किरण सबैतिर नपर्न पनि सक्छ भने जस्तै हामीले देखेर बुझेका ठाउँसम्म र हामीले गरेका प्रतिबद्धता लगभग 70-75% जति हामीले कम्प्लिट गरेका छौँ जस्तो चाहिँ हामीले लागेको छ। यो हामीले लाग्नु कुरा फरक कुरा हो, तपाईँहरूलाई चाहिँ लाग्नु कुरा पनि यो फरक पाटो हो। जस्तो हामीले चाहिँ त्यतिसम्म लागेको छ। हामीले चाहिँ विभिन्न शिक्षा, स्वास्थ्य, पूर्वाधार,
अब महिला रोजगार संस्कृतिहरूमा चाहिँ सबै वर्गहरूलाई चाहिँ छोएर काम गरेका छौँ। अब हामीले यति भन्दै गर्दाखेरि हाम्रो कतै भएका प्रशासनिक कार्य कमी कमजोरीहरूको चाहिँ आज यो एसआरबी सुनवाई तथा प्रगति समीक्षा कार्यक्रमले पनि हामी पनि जानकार हुन चाहन्छौँ र आगामी दिनमा हामीले हजुरहरूले जानकारी दिएका कुराहरूको चाहिँ सच्याउँदै र राम्रो बनाउँदै लग्नेछौँ भन्दै मैले मेरो विषय मैले अघि विषय प्रवेशमा मैले डिटेलमा भनिनँ क्या र हजुर जस्तो यहाँले शिक्षामा स्वास्थ्यमा विभिन्न सेक्टरमा के काम गर्नुभयो अहिलेसम्म गरेर मुख्य कुराहरू चाहिँ त्यो चाहिँ एकपल्ट होला नि डिटेलमा दिनु पर्यो। लास्टमा चाहिँ उहाँले धन्यवाद वडा अध्यक्षज्यूलाई। यहाँ माइकको व्यवस्था छैन, यो हलभित्र माइक चाहिँदैन होला पनि हामीले भन्ने कोसिस गरेको छौँ। त्यही भएर यो कार्यक्रमको अर्को महत्त्वपूर्ण पाटो छ सार्वजनिक सुनवाई भइसकेपछि हजुरहरूले प्रश्न गर्ने बेला आएको छ, सल्लाह सुझाव वडालाई दिने बेला आएको छ। त्यसैले क्रमशः एकजना उठेर आफ्नो नामसहित सम्बोधन हजुरहरूले गर्नु परेन, प्रश्न राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। म एउटा सामाजिक अभियन्ता हो। सर्वप्रथम यो आजको विशेष सार्वजनिक सुनवाई तथा प्रगति समीक्षा कार्यक्रम राखेकोमा पत्रकार महोदय एवं यस वडाका सम्पूर्ण पदाधिकारीज्यूलाई सर्वप्रथम हार्दिक नमन गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। हो यो पक्कै पनि यो सार्वजनिक सुनवाई यो वर्ष एकपटक भन्दा नि यो प्रत्येक 6 महिनामा भए अझ राम्रो हुन्थ्यो। यो अन्तमा जाँदाखेरि विकास निर्माणका कुराहरू आउँदाखेरि 6 महिनाभन्दा अगाडि नै प्रगतिको र गर्नुपर्ने कामको क्रियाकलापमा अलि अग्रसर भएर वडाले नै कतिपय कुरा वडाले बिर्सेका कुरालाई गर्न सक्ने विशेष मध्यनजर राख्दै यो कार्यक्रम सुनवाई 6 महिना अगाडि नै कमसेकम वर्षको अन्तिम होइन कि सुरुमा राख्थ्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई। केही नै भए 6 महिनामा चाहिँ गर्दैमा यो पत्रकार महोदयलाई यो विशेष म आग्रह गर्न चाहन्छु। र पूर्ववत रूपमा म के भन्न चाहन्छु भने जस्तो हामी कार्यकाल निर्वाचित भएको जुन पदाधिकारी पूर्व कार्यकाल पूर्व अध्यक्ष राजेश खड्काको कार्यकालमा भएका अपुरा सपनाहरूलाई त्यसलाई पुरा गर्ने उद्देश्यका साथ अहिलेका वडा अध्यक्ष सृजन कार्कीले जुन त्यसलाई नेतृत्व गरेर जानुभएको छ त्यसको जुन पूर्वाधार अनुसार हामीले देखेका छौँ सडकको लागि धेरै प्रगति हामीले देखेमा झन्डै 90% भइसकेको हामीले अनुभूति गरिरहेका छौँ। तै अझ 10% केही हुनु बाँकी छ। कतिपय आउँदै तपाईँहरूको देख्नुहोस् खड्कादिनको बाटोमा चाहिँ अलिकति त्यहाँ बाटो बनिएको छैन, त्यहाँ अहिले आउँदाखेरि गुनासो भयो। र त्यसै गरी अब पहिरो गएको नियन्त्रण गर्नलाई अलि सकेको छैन। वडाले आग्रह गर्दा पनि सम्बन्धित निकायले त्यो ध्यान नपुर्याएको हुँदा धेरै व्यक्तिहरूको केही ठाउँमा चाहिँ जोखिम भएको जस्तो यहाँ यो पारिपट्टि समथली एरियाबाट जाने बाटो अलिकति वडाले गर्न सकेमा यो सम्बन्धित निकाय वडाले नगरेको ठाउँमा नगरपालिकाले गर्ने अब सडकले अलिक त्यो एउटा नपुगे जस्तो लाग्छ। त्यसै गरी यो वडागत रूपमा भएका शिक्षा स्वास्थ्यको अगाडि अग्रपङ्क्तिमा जस्तो हाम्रो एउटा सानो हेल्थ पोस्टको रूपमा पहिला एउटा उसमा थियो भने अहिले हेल्थ पोस्ट बनेको छ, त्यसलाई अहिले पूर्वाधार नपुगेर अहिले 2 ठाउँमा राख्ने उद्देश्य राखेको छ। हामी के भन्छौँ भने वडागत रूपमा भएको स्वास्थ्य शिक्षालाई सबैलाई पहुँच पुग्ने गरी जस्तो अहिले हेल्थ पोस्ट राखिएको छ यहाँ एउटा क्रियापुत्री भवनमा हेल्थ पोस्ट राखेको चलाउन अस्थायी रूपमा भने त्यसलाई 2 ठाउँमा जुन राख्ने हाम्रो उद्देश्य छ सहरी क्लिनिक एउटा स्वास्थ्य क्लिनिकमा राख्नलाई यो विशेष गरी म वडाले सिफारिस गर्ने र नगरपालिकाले यो गरोस् भन्ने पनि एउटा महत्त्वपूर्ण यो स्वास्थ्यको क्षेत्रमा म आग्रह गर्न चाहन्छु। त्यसैगरी शिक्षामा हाम्रो एउटा चामुण्डा नगरपालिका वार्ड नम्बर 1 मा सामुदायिक विद्यालय र निजी विद्यालय झन्डै 7-8वटा छ। त्यसमध्ये महत्त्वपूर्ण विद्यालय चामुण्डा माध्यमिक विद्यालयको हामीले देखेका छौँ त्यसको भविष्यको सुधार अनुसार गर्नुपर्ने जुन नमुना विद्यालय भनेर अगाडि बढेकोमा अहिले त्यो कता त्यो छायाको रूपमा बसिरहेको छ। त्यहाँ धेरै पूर्वाधार बनाउने उद्देश्यका साथ रहेकोमा त्यहाँ व्यवस्थापन समिति अहिले छैन। त्यो व्यवस्थापन समिति नगरपालिकाले बनाउने वडाले बनाउने कसले गर्नु शिक्षाको महत्त्वपूर्ण स्थान जस्तो सामुदायिक विद्यालयमा हामीले हेर्न भन्दा नि सरकारी विद्यालयमा सेवा पाउने सम्पूर्ण नागरिकको दायित्व हो। त्यहाँ कतिपय विद्यालयका जानुपर्ने विद्यार्थी पनि त्यो त्यहाँको रहन सहन वातावरण नहुँदाखेरि विद्यार्थीहरू त्यो स्कुलमा नगइकन अन्यत्र जाने वातावरण बनेकोमा मैले शिक्षा शाखा
हाम्रो नगरपालिकालाई म आग्रह गर्न चाहन्छु, चाँडोभन्दा चाँडो चाङमाङ विद्यालय हामी नमुना विद्यालय भनेर घोषणा गरेका छौँ, तर त्यो हुन नसकेको कुरा म आग्रह गर्न चाहन्छु। त्यहाँको व्यवस्थापन पनि छैन, छरपष्ट छ, त्यसलाई पनि म विशेष ध्यान आकर्षण गर्न चाहन्छु। त्यसै गरी वडागत रूपमा विकास निर्माणका धेरै जसो रूपमा खानेपानी, शिक्षा, स्वास्थ्य भइरहेमा 2-4वटा बाटो बन्नुपर्ने ठाउँमा त्यहाँ अलि बनेको छैन। कारण के भने विकासलाई पैसा नभइनु भएको छैन। हामीले देखाएको यो वरिपरि अब चक्रपथ जुन सोचेको पूर्व वडा अध्यक्षले सोचेको र अहिले वर्तमान वडा अध्यक्ष यो चक्रपथको हिसाबमा करिब यो 90% सम्पन्न भइसकेको छ, 10% हुन बाँकी छ। यो पनि जानकारी गराउनुपर्छ, किनभने भएकोलाई यथार्थ भन्नुपर्छ, नभएकोलाई छैन भन्नुपर्छ। त्यसै शिक्षाको गुणस्तरीय हिसाबमा अहिले हामीले जति छौँ हाम्रो चाङनार वडा 1 नम्बरमा जस्तो जति प्रगति भइरहेको थियो चाङना माध्यमिक विद्यालय अहिले गुणस्तर खस्केर 108 जना विद्यार्थी एसएलसी दिएकामा अहिले 51 जनामा त्यहाँबाट फेल भए। फेल हुनुको कारण त्यहाँ व्यवस्थापन समिति र त्यहाँको स्कुलका अलि नेग्लिजेन्सीले गर्दा त्यो भएको, त्यो पनि महत्त्वपूर्ण हिसाबमा दियोस् भन्ने पनि म भन्न चाहन्छु। यसै गरी यो ज्येष्ठ नागरिकको विशेष गरी सबै वडामा होइन, यो हाम्रो चाङनार नगरपालिका 1 नम्बर वडामा ज्येष्ठ नागरिकको मिलन चौतारी भनेर जुन गठन गरिएकोमा वडागत रूपमा हरेक कुरा समन्वय गरिरहेको छ। केही कुरा जिज्ञासा छ भने तत्काल वडा अध्यक्ष त्यो गर्नु त, तैपनि 2टा गुनासो भएकोमा अब ज्येष्ठ नागरिकको तर्फबाट केही हाम्रो अध्यक्ष आउनुभएको छ, उहाँले राख्नु होला। त्यसै गरी बालबालिकाको सम्बन्धमा बाल अधिकार समिति भनेर गठन गरिएको छ। जस्तो वडागत रूपमा छ, हामीले झन्डै 16-17वटा बाल वडा समिति गठन गरेका छौँ। त्यो बाल वडा समितिमा नीति निर्देशन अनुसार वडाले समायोजन गरेर त्यो अगाडि बढिरहेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। र बालबालिकाको हक हितको लागि पनि वडागत रूपमा म पनि त्यो वडागत रूपमा वडाको सदस्य तर बाल अधिकार समितिको अध्यक्षको नाताले म यो सम्बन्धी बालबालिकाको हितको लागि पनि मैले आग्रह गर्न चाहन्छु। यसै गरी खानेपानी सम्बन्धमा एउटा महत्त्वपूर्ण छ। अहिले जस्तो चतुर्बाहु खानेपानी आयोजनाले गर्न लागेको जुन पाइप बिछ्याउन लागेको कुरा वडा अध्यक्षलाई मैले ध्यान आकर्षण गराउन चाहन्छु। जति पनि हामी खानेपानीमा देखेका छौँ यो पाइप बिछ्याउँदाखेरि अलि नेग्लिजेन्सी गरेर ओछ्याएको भन्ने मैले देखेको छु। जस्तो बस्तीको ठाउँमा नभइकन बस्ती नभएको ठाउँबाट पाइप बिछ्याएको छ। देखाइ रोकाटोल एरियामा जुन बस्तीको भित्रभित्र बस्ती छ त्यो पाइप बिछ्याउँदाखेरि बाहिरी भागमा ओछ्यायो। हामीले भने त पुरै सुन्दैन, इन्जिनियरलाई भने त्यो हुन्छ अनि खन्दाखेरि जति जनताको लागि उपभोक्ताको लागि धारो दिँदाखेरि जति असहज रूपमा हुन्छ त्यो सहज रूपमा हुन सक्दैन भन्ने कुरा हामी स्वयं मोकेरी खानेपानी समितिको उपाध्यक्षको नाताले म चाङो झौकेल दुवाकोट खानेपानीको उपाध्यक्ष त्यहाँ समस्या आएको र अहिले गुना आएको पूर्वाधार यो अहिले खड्कादिल खानेपानी योजनाले पाइप ओछ्याएकोमा चाहिँ यो इन्जिनियरलाई मैले कतिपल्ट भन्दा हुन्छ पाइप हाल्दाखेरि फुटपाथमा हाल्दाखेरि त्यसमा 1.5 फुट मात्रै खनिने ठाउँमा झन्डै 1 मिटरभन्दा तल खनेको छ। भोलि जनताले त्यो बाटोबाट धारो लाँदाखेरि त्यो फुट अलपत्र खन्न पर्ने अवस्था देखिएको छ। त्यसै गरी रोकाटोलमा देखाएको सिमेन्ट डाँडामा यो सबै यता भित्री भागमा जानुपर्ने बाहिरी भाग खन्यो। त्यो प्रत्येक व्यक्तिको धारो लाँदाखेरि प्रत्येक व्यक्तिले सडक खन्नुपर्ने अवस्था छ। त्यो चाहिँ विशेष ध्यान आकर्षण अब हाम्रो सिजन वडादेखि भन्नु पऱ्यो। मैले रूपेशजीलाई भन्दाखेरि हुन्छ अनि खन्दाखेरि कमसे 1.5 पिचमा चाहिँ ठिक 1 मिटर खन्नुपर्छ। त्यो बाटोले फुटपाथमा त कमसेकम 1.5 फुट भई खन्ने ठाउँमा 1 मिटरभन्दा तल खनिएको छ। त्यसमा पनि ध्यान आकर्षण यो खानेपानी सम्बन्धी मैले ध्यान आकर्षण गराएँ। त्यसै गरी बन्न लागेका बाटाहरू 1-2टा बाँकी छ, त्यसलाई म जोरदार कि माग गर्न चाहन्छु भने वडाले पक्कै वडा भने एउटा निवेदनकर्ता सिफारिस गर्दा मात्रै हो। बजेट विनियोजन नगरपालिकाले गर्छ। जस्तो देखिएका जनताको आवाजमा अब जस्तो अहिले माङकाल चोकबाट न्युपानी गाउँ जानेमा 10 लाख रुपियाँ हालिएको छ। त्यो सानो बाटो हो, त्यसलाई गर्न कसरी हुन्छ त्यो अगाडि आग्रह गर्न चाहन्छु। र समष्टि रूपमा जस्तो हाम्रो सार्वजनिक जग्गाको रूपमा हामीले बृहस्पति 570 रुपियाँ जग्गा दियौँ, तर हाम्रो यहाँ वडालाई के गरी बालबालिकाहरूलाई खेल्ने मैदान छैन। त्यसको लागि सार्वजनिक सुनवाई गरेर हुन्छ कसरी हुन्छ त्यसको लागि कहाँबाट मागेर त्यो केही जग्गा चाहिँ वडाले लिने एउटा वातावरण गरोस् भन्ने म आग्रह पनि गर्न चाहन्छु। धेरै कुरा चाहिँ म मात्रै होइन अरूले पनि बोल्ने मौका दिनुपर्छ। त्यसै भन्दै म यहाँहरूसित बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार। फेरि अर्को प्रश्न राख्दिनु आदि गर्नुहोस्। सर्वप्रथम त यो सार्वजनिक सुनवाई तथा प्रगति समीक्षा कार्यक्रम आयोजक कमिटीलाई म धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट। मेरो नाम राजकुमार खड्का, म स्थानीय बासिन्दा। मैले गुणागत रूपमा यहाँ भन्न चाहेँ भौतिक तथा पूर्वाधार तथा यातायात
अन्तर्गत सडकको कुरामा 90% चाहिँ बनिसकेको कुराहरू चाहिँ उहाँले हाम्रो महादेवले जाहेर गरिसक्नु भएको छ। अब त्यसलाई बनिसकेको सडकलाई चाहिँ दायाँ बायाँ त्यो पानी जाने त्यो नभत्कियोस्, कुलो कुलेसा ढल त्यो छोप्ने ढकनहरू यो चाहिँ एकदम नेग्लिजेन्सी भएको छ ठेकदारको तर्फबाट र सम्बन्धित पक्षबाट चाहिँ त्यसलाई चाहिँ जानकारी नदिएको हो कि जस्तो भान पनि भएको छ। किन भन्दाखेरि कतिपय ठाउँमा चाहिँ तपाईँको जुन पेटी बन्ने ठाउँमा पेटी नबनिरहेको अवस्था बजेट आउँछ भन्ने पुरो सडक बन्यो, यसपालि पेटी बन्छ भन्ने हामीले आशा पनि राखेका थियौँ, तर त्यो भएन। र त्यो नभएको ठाउँमा चाहिँ अब के नाली पानी जाने नाली त बन्नु पर्यो, सडकको ढकन त छोप्नु पर्यो। जस्तै दुर्घटना पनि हुनसक्छ, दुर्घटनाका पछि भोलि ठुलो क्षति हुन जान सक्छ है। त्यो कुराहरू हाम्रो विभिन्न ठाउँमा 1 नम्बर वडामा विभिन्न ठाउँमा त्यो देखा परेको छ। त्यो एउटा भयो। अनि हजुरको जुन यातायात सञ्चालन जस्तै लोकल कमिटी जस्तै हाम्रो चाङडा नगरपालिकामा के छ भन्दाखेरि पहिला यातायातका साधनहरू चल्थ्यो। अब अहिले यातायातको साधनहरू हाम्रो नचलिरहेको अवस्था छ र धेरैजना हाम्रो यहाँ स्थानीय स्तरबाट के छ भन्दाखेरि हाम्रो गाडी चलोस्, पहिला चलेको थियो, यातायात सुचारू रूपले किन हुन नसकेको, एउटा यो क्वेसन पनि यहाँ राख्न चाहन्छु म। अनि यो सडक बत्तीको भूमिकामा के छ भन्दाखेरि सबै यो पूर्वाधार अन्तर्गत पर्छ। यसलाई किन भन्दाखेरि जनताले कर तिरेको हुन्छ पर किताब र सडक बत्ती बल्छ 6 महिना हैन। अब यसलाई कसरी यो म्यानेज गर्न सकिन्छ यो कुरा पनि म यहाँ राख्न चाहे। र अर्को कुरा चाहिँ शिक्षा स्वास्थ्य सामाजिक भन्दाखेरि बुदागत रूपमा यो म भन्न चाहे शिक्षा क्षेत्रमा धेरै कुराहरू व्यवस्थापन समितिमा बसिसक्नुभएका हाम्रा अग्रजहरूले उहाँले भनिसक्नुभयो। र शिक्षामा चाहिँ के छ 1 नम्बर वडामा हाम्रो जब भाइ बहिनीहरूले उत्कृष्ट नतिजा ल्याउँछ र उत्कृष्ट नतिजा ल्याएर स्कुलले गर्ने पुरस्कृत गर्ने त ठाउँमा आफ्नो ठाउँमा छँदैछ र त्यसलाई चाहिँ वडाबाट चाहिँ के चाहिँ हैन उहाँहरूलाई एसीदेखि लिएर मास्टर डिग्रीसम्म हाम्रो उत्कृष्ट जुन नतिजा ल्याउँछ उहाँलाई पनि एउटा सम्मान गर्ने कार्यक्रम चाहिँ आगामी दिनमा राखियोस्। र अर्को कुरा चाहिँ हामीले चाहिँ के भन्दाखेरि अब स्वास्थ्य भनेको सबैको आधारभूत कुरा हो र स्वास्थ्य अहिले हामीसँग के छ भने चाङडा नगरपालिकामा प्रत्येक स्वास्थ्य चौकीहरूमा प्राविधिक एउटा के भन्दाखेरि तपाईँको डेस्क लाइन राखेर अनि हरेक कुरा चाहिँ प्राविधिक क्षेत्रमा चाहिँ हाम्रो राखिसकियो र त्यसमा पनि हाम्रो 1 नम्बर वडामा छैन। एउटा उपस्वास्थ्य चौकी छ, उपस्वास्थ्य चौकी हाम्रो के छ भन्दाखेरि क्रियापुत्री भवनमा लगेर चाहिँ राखिएको अवस्था छ। अब त्यहाँ चाहिँ एम्बुलेन्स एभाइलेबल हुनु पर्यो। प्रत्येक बिमारी त्यहाँ बिमारी भयो भनेदेखि भोलि गएर काहीँ नजाने है पख अहिले म लान्छु भन्ने कुरा चाहिँ हुँदैन। अब त्यसलाई चाहिँ एभाइलेबल कहाँ चाहिँ उपयुक्त ठाउँ छ जब एम्बुलेन्स हुनु पर्यो र त्यहाँसम्म जान सक्ने यातायातको सुविधा हुनु पर्यो हैन। अहिले हामीसँग विभिन्न किसिमका अब यो भवनहरू हाम्रो तयारी अवस्थामा छ। पुरानो वडा कार्यालयमा पनि हामीले सिफारिस गरेका थियौँ अनि अब त्यहाँ के कस्तो भयो प्राविधिक कुराहरू है जहाँ राखे पनि यहाँ राख्नुपर्छ भन्ने छैन, माथि राखे पनि तर क्रियापुत्री भवनमा चाहिँ राखेर कि बिल्डिङको एभाइलेबल अन्य उसमा हुनु पर्यो हैन भने बाटोको पनि एभाइलेबल हुनु पर्यो। यो कुरा चाहिँ मैले यहाँ राख्न चाहेँ। अनि यो सामाजिक सुरक्षा जुन भत्ता जुन हाम्रा वृद्ध आमा बुवाहरूलाई चाहिँ अपाङ्ग हैन यहाँ उहाँहरूले चाहिँ के भन्दाखेरि पहिला चाहिँ हामीलाई यो वडामा दिन्थ्यो, अब अहिले पछि गएर चाहिँ हामीलाई बैङ्कमा जा भन्छ वहाँ जा भन्छन्, अब हामी जान नसक्ने अवस्था छ। यो व्यवस्था कारण भइराखेको थियो, यो बिचमा टुट्यो हैन। यसलाई पनि आगामी दिनमा सुधार गरेर वडाबाट दिने व्यवस्था मिलोस्। र अर्को कुरा चाहिँ विपद व्यवस्थापनमा चाहिँ के छ भन्दाखेरि जब अब बर्खा लाग्छ एकदम भूगोलले पनि हाम्रो एकदम वडा ठुलो छ। अब विपद व्यवस्थापनलाई चाहिँ चाहिने सामानहरू हामीले जब पर्छ त्यतिखेर मात्रै हामीले जा फलाना फोन गर ढिस्कालाई फोन गर उसलाई गर भनेर हाम्रो सामान पनि उपलब्ध नभइरहेको अवस्था छ। यो बढी चाहिँ रेड क्रस सम्बन्धी क्वेसन पनि हो। अब म आफू पनि रेड क्रस सम्बन्ध आबद्ध पनि छु हैन। अब सभापतिज्यूलाई पनि मैले जानकारी गराएको कुरा हैन। अब यो कुरा मैले भोगेको कुरा हो हैन। अब त्यसले गर्दाखेरि विपद व्यवस्थापनलाई चाहिँ हुनुभन्दा अगाडि नै यो सामानहरू पनि हामीले चाहिँ जोगो गर्नुपर्ने हो कि र आगामी दिनमा यसलाई पनि सुधार गर्दै जाउँ। र अर्को कुरा चाहिँ सुशासन भन्ने कुरा आउँछ हैन। अब हरेक कुरा डिजिटलाइजेसन भइसकेको अवस्था छ हैन। वडाले पनि एउटा के भने डिजिटलाइजेसन गर्दाखेरि
केही कुराहरू केही गर्ने कार्यहरू पनि हामीले डिजिटल मार्फत चाहिँ गर्ने कुरालाई पनि एउटा यो कुराहरू पनि मैले आगामी दिनमा हुँदै जाओस् भन्ने मैले चाहेँ होइन। त्यो यही एकरूपताका साथै यो काम होस् भन्न चाहेँ। यति भन्दै यो आगामी दिनमा होइन यस्ता कुराहरूलाई चाहिँ मद्देनजर गरेर कानुनतर्फ जाओस्, सुनवाई मात्रै नहोस् भन्ने चाहन्छु। एउटा के गुनासो छ भने ज्येष्ठ नागरिक मिलन चौतारी चाहिँ नि नेउपाने गाउँमा छ, यो 1 नम्बर वडाको सबै छ। हामीले 6 वडा हाम्रो वडा भएको हुनाले 6 नम्बर वडामा राख्नु खोजेका थियौँ, तर हामीले त्यसमा उपशाखा चाहिँ हामीले बनाइरहेको छ। हामीले मान्छे चाहिँ तयार बनायौँ, तर सामानहरू हामीसँग केही पनि नभएको हुनाले यो सामान चाहिँ उपलब्ध कता अब नगरपालिकाले उ गर्छ खै दिँदै दिँदैन। हाम्रो वडा अध्यक्षज्यूले त प्रयास धेरै गरिदिनु भएको हो, उहाँले चाहिँ नि अब नगर्दै होइन गरेको हो। तर ज्येष्ठ नागरिक अफिसमा चाहिँ सामानहरू भनौँ न मेचीहरू पनि छैन, ट्युबवेल पनि छैन, केही पनि छैन, दराज पनि केही पनि छैन। अनि अर्को कुरो 2 नम्बरमा मिलन चौतारी हाम्रो चाहिँ नि पुरानो 5 नम्बर वडामा चाहिँ तपाईँको एउटा चौतारी छ। त्यो चौतारी चाहिँ नि अब बिग्रेर गइसक्यो, त्यसमा चाहिँ हाम्रो कोही यसो चाहिँ बनाउनु भएन। अनि विभिन्न ठाउँमा हामीले चौतारीको चाहिँ नि भएको ठाउँमा पनि त्यसलाई चाहिँ नि चौतारी बनाउनु पाएदेखि राम्रो हुन्थ्यो कि भन्ने मेरो चाहिँ त्यो आशा। अनि अर्को कुरो तपाईँको विभिन्न ठाउँमा त्यो भइदियो भने अनि बाढी पहिरो हाम्रो चाहिँ एकदम उहाँले भनिसक्नुभयो, हाम्रो अलिकति चाहिँ नि ठुलो भएको हुनाले पहिरो धेरै जाने भएको ठाउँमाले हाम्रो यहाँदेखि उहाँ के अरे भनौँ रोगादेखि निलबाराईदेखि चाहिँ नि तपाईँको चाहिँ नि नेपाल इन्जिनियर कलेजसम्म चाहिँ जाँदा नि अहिलेसम्म त्यो केही पनि भएन, सुनाइ चाहिँ केही पनि भएन। अब कहाँ हुने हो त्यो मलाई चाहिँ त्यो थाहा नभएको हुनाले त्यसको पनि सुनाइ होस्। अर्को कुरो के हुनुहुन्छ भने त्यो एउटा व्यक्ति अब घरै जान लागिसक्यो, हरिकृष्ण नेउपाने भन्नेको घर छुन लागिसक्यो जग्गा। त्यहाँ कतिचोटि गएर हेरिसक्नुभयो, नगरपालिकाबाट हेर्नुभयो, तर केही पनि भएन त्यहाँ। त्यसलाई चाहिँ केही रोकथाम गर्न पाइन्थ्यो कि। अनि अर्को कुरो चाहिँ विभिन्न ठाउँमा सडक मर्मत भइरहेछ पनि भएको पनि छ, तर धेरै ठाउँमा चाहिँ भइसक्यो, थोरै बाँकी छ। त्यसलाई पनि यसो चाहिँ खालाखुली पुरेर मोटरहरू जाने चाहिँ बनाउनु चाहिँ सकिन्छ कि त्यो त्यसमा छ। अनि अर्को कुरो चाहिँ हाम्रो चाहिँ ज्येष्ठ नागरिकमा चाहिँ नि म अहिले भएको 2 वर्ष भयो, हाम्रो ज्येष्ठ नागरिकमा चाहिँ नि हाम्रो चाहिँ अध्यक्षज्यूले धेरै पहल गरिदिएर हामीले 2 चोटि चाहिँ हामीले सम्मान गर्न पायौँ, यताउति गर्न दिनुभएको छ। उहाँले चाहिँ गर्नुभएको छ। नगरपालिकाबाट चाहिँ केही पनि भएको छैन। नगरपालिकाले चाहिँ किन भएन हुनुहुन्छ भने मैले भदौमा एउटा चिठी लेखेर पठाएको छु। के माग छ भने तपाईँको चाहिँ नि एउटा टिभी बुढाबुढीहरूलाई गर्ने, अनि हाम्रो चाहिँ 6 ठाउँमा चाहिँ नि हार्बिन तबला भनेर लेखेर दिएको थियो, तर त्यो चिज पाएको छैनौँ हामीले। तर अस्ति चाहिँ मैले आयो भनेर भनेपछि म अन्त्य जानु पर्यो। हाम्रो माधव गुरु बालाई र हाम्रो चाहिँ नि शोभा म्यामलाई र रमेश सापकोटालाई अनि हाम्रो चाहिँ ऊ के अरे गोदार श्रेष्ठलाई पठाउँदाखेरि तपाईँहरूले चाहिँ लैसकेको छ भने, तर अहिलेसम्म हामीले ल्याएको छैन। त्यो कहाँ गयो के हो हामीलाई त्यो पनि थाहा छैन। त्यो पनि एकचोटि चाहिँ जानकारी चाहिँ गरिदिनु पाएर त्यो आइदिएदेखि राम्रो हुन्थ्यो कि भन्ने आशा मेरो चाहिँ यही भन्ने। तर हामीलाई चाहिँ वडा अध्यक्षज्यूले अहिले ज्येष्ठ नागरिकले चाहिँ धेरै नै सहयोग गरे हुनाले उहाँलाई चाहिँ म त धन्यवाद दिन चाहन्छु। धन्यवाद। यहाँ सार्वजनिक सुनवाई तथा प्रगति समीक्षा कार्यक्रममा रहनुभएका सहभागीहरू, मैले केवल प्रश्न मात्रै राखेँ। यहाँ भएको आफ्नो नाम मेरो हरिश्चन्द्र खड्का, मेरो मतदान अधिकार म मत प्रयोग हुने ठाउँ चाहिँ 2 नम्बर हो। म 1 नम्बरमा यहाँ बसोबास गर्छु। मेरो सम्पूर्ण सम्पत्तिहरू यहीँ नै छन् अहिलेको अवस्थामा। बसाइ साह्रै 2बाट 1 गर्न पर्ने अवस्था होला। यहाँ आदरणीय सर पनि हुनुहुन्छ, उहाँलाई पनि यो क्षेत्रमा भएको स्कुल विद्यालयहरू राम्रोसँग सञ्चालन भइरहेका छन् या विगतमा प्राप्त गरेका स्कुलहरूले। मैले सरलाई किन सम्बोधन गर्न चाहेँ भनेदेखि यहाँ नेपाल इन्जिनियरिङ कलेज थियो, त्यो नेपाल इन्जिनियरिङ कलेज भएको ठाउँमा चाहिँ चाङरा माध्यमिक विद्यालय, त्यतिखेर एउटा मात्रै विद्यालय थियो। त्यसले चाहिँ के प्राप्त गर्थ्यो भने निःशुल्क इन्जिनियर अध्ययन छात्रवृत्ति कोटा थियो। त्यो अहिले प्राप्त गरेको छ कि छैन, अथवा हिजोको भन्दा आज कोटा बढेको छ कि छैन, र स्कुलहरूको जुन अहिले एससी भयो त्यसको स्कुलको प्रगति विवरणहरू के कसो छ एउटा थियो है। हजुरहरूको यो
अनि यो क्षेत्रमा चाहिँ धेरै जस्तो सूचनाहरू पुरानो वडाध्यक्षज्यूको पालामा पनि अहिले पनि धेरै चोरी भएको सूचनाहरू हामीले चाहिँ सामाजिक सञ्जालबाट सुन्न पाउँछौँ र यहाँ भएका सामाजिक हाम्रा मित्रवर्गहरूबाट सुन्न पाइन्छ। त्यस्तो बेलामा चाहिँ चोरी पैठारी दिनादिन बढ्नाले पनि यहाँको सुरक्षा संयन्त्र अझै पनि के कस्तो अवस्थामा छ है। अर्को वडाले सिसिटिभी समयसँग यहाँ राख्नु भएको थियो, मेरो घर अगाडि पनि राख्नु भएको छ। अनि त्यो सिसिटिभी चलेको छ कि छैन, यदि चलेको छ भने कहिलेकाहीँ आफन्तीहरू मका चोरी भयो एकचोटि सिसिटिभी हेरिदिनुहोस् न भन्न आउनुहुन्छ होइन। मैले हृदय एकदमै गरौँ गरेर मैले दिन सक्दिनँ र दिन मिल्दैन, मेरो प्राइभेसी छ भन्छु पठाइदिन्छु, किनभने जसलाई पाएँ त्यसलाई दिने कुराहरू पनि आउँदैन। एउटा त्यो भयो। यो चाहिँ यो क्षेत्रमा भएको छ कि छैन मात्रै मैले सोधेको। यो वडामा अस्ति भर्खर मात्रै हामीले देशको एकदमै जल्दो बल्दो चिजहरू यत्रो आतङ्क फैलियो देशमा, त्यस्ता व्यक्तित्वहरू यहाँ हुनुहुन्छ कि हुनुहुन्न। यदि मात्रै चोरी ठगी महिलामाथि भएका हिंसा गर्ने, कैदी मार बेचबिखन गर्ने, आपराधिक गतिविधिमा संलग्न भएकाहरू जसलाई कसैले आतङ्ककारी भन्छ, त्यस्तो भएको चाहिँ हाम्रो वडामा छन् कि छैन, त्यसको डाटा छ कि छैन, हामीले पहिचान गर्न सक्ने छ कि छैन। प्रहरीहरूसँग समन्वय गरेर त्यस्ता व्यक्तित्वहरूको पहिचान गर्नको लागि चाहिँ हामीसँगै बसेका मान्छेहरू अलिक खोजी पनि गर्नुभएको छ। हामीले कसरी चिन्ने त्यो चाहिँ हजुरहरूले हामीलाई सूचना सञ्चार गर्नुभएको छ कि छैन है। र विकासहरू धेरै भएको छन्, हामीले पनि देखेका छौँ। दुईवटा विकासकोमा चाहिँ मेरो घर अगाडिबाट अलिकति परदेखि बाल उद्यान बन्नुभएको थियो पूर्व वडाध्यक्षको कार्यकालमा। अहिले त्यो बाल उद्यानको बोर्ड पनि देख्दिनँ म, र त्यहाँ बच्चाहरू खेलेको देख्दिनँ। त्यसलाई प्रगति नहुनुमा त्यहाँ बालबच्चाहरू नहुनु हो कि अथवा त्यसलाई हामीले अझ त्यो पूर्वाधारमा चाहिँ अगाडि बढाउन नसकेर अन्य चिजहरू दिन नसकेको हो कि ती चाहिँ कहाँ हराए। र अर्को यो जुन अब धेरै 90% बाटो बनेको पनि भन्नुभयो, बाटो बन्दा सबैजना खुसी छौँ। अहिले हजुर पनि आउनुभयो। यो बाटो 2 वर्षमा बल्ल बल्ल वर्षौँ लगाएर पिच भएको बाटोहरू फेरि 2 वर्षमा त्यही पिच भत्किएर फेरि पुनः पिचको लागि गर्नुपर्छ भने त्यस्ता आर्थिक अवस्थाले त हामीलाई नै कमजोर बनाउँछ। त्यतातिर उहाँहरूको वडा अध्यक्ष अथवा यहाँ बस्ने प्राविधिकहरूको चाहिँ दूरदर्शिता के छ? यो वडाहरूलाई धन्यवाद, किनभने विकासको मुहार हुने यो वडा आएपछि देखेको यो दुवाकोट सरदेखि सुमथली बेसी गाउँ भन्ने कहाँ हो भने घुमेर जानु पर्थ्यो। अहिले त्यो घुम्नु पर्दैन, जता गए पनि 2 मिनट हो, मोटरसाइकल जाँदा 2 मिनट हो। नाम ऐश्वर्य चित्रका हाल यही हो। अनि मेरो प्रश्न के हो भने स्वास्थ्य चौकी र हेडपोस्ट चाहिँ सँगसँगै होस् भन्ने मेरो भनाइ। त्योभन्दा म अहिले पूर्व वक्ताहरू पुलिसका चाहिँ धेरै पढ्नु परिरहनु अहिले क्याम्प गराउनु सँगसँगै हुनु पऱ्यो नि त। खाली छ भवन होइन, भवन पनि सदुपयोग हुनु पऱ्यो कि एउटा राम्रो कुनै संस्था आउनु पऱ्यो हुन भाइ। व्यक्ति हो मेरो। धन्यवाद। मेरो नाम रितेश खड्का, घर सरस्वती खेल। म अहिले चाहिँ हाम्रो सरस्वती खानेपानीको सदस्यको हिसाबले यहाँ यो सार्वजनिक सुनाइ कार्यक्रममा आएको छु। खासै ठुलो सुझाव दिनुपर्ने र समीक्षा गर्नुपर्ने विषय छैन। वडाले धेरै चेन्ज भएको छ हाम्रो वडा। अब होला कुनै अघि सरले भन्नुभएको जस्तै कतै पुगेन होला, छाया पर्यो होला, कतै ठुलो ठाउँ छ, कतै भत्कियो नास्यो होला, त्यतातिर नजाउँ। अब एउटा चाहिँ मैले राम्रो सुझाव के दिन चाहेँ भने मेरो हिसाबले जस्तै हामीले विगत 4-5 वर्षदेखि लक्षित वर्गको कार्यक्रम चलाउँदै आएको छ, अहिले पनि चलिरहेछ। हाम्रो महिला दिदीबहिनी लागि कार्यक्रम भइरहेछ। अब यसमा चाहिँ के देखियो भने मैले आफूले एनालाइसिस गर्दा सधैँ कार्यक्रम चाहिँ चलिरहेछ, तर यसको उपयोगिता चाहिँ देखिया छैन। अब यसलाई चाहिँ वडाबाट अलिकति सूक्ष्म निरीक्षण गरेर उहाँहरूलाई के को कमी हो, यो तालिम लिइसकेपछि यसलाई आफ्नो दैनिक उपयोगितामा कसरी ल्याउने, आत्मनिर्भर कसरी बनाउने, त्यसको लागि थप कार्यक्रम दिनुपर्ने हो कि अझ बढी तालिम दिनुपर्ने हो कि अथवा सहुलियतपूर्ण दरमा कृषकलाई हामीले ट्र्याक्टर अरू औजार दिएको जस्तै उहाँहरूलाई पनि यो तालिमपछि यो तालिममा आवश्यक पर्ने साधन दिनुपर्ने हो कि यसमा चाहिँ वडाले अलिकति ध्यान दिएर एकचोटि सानो बैठक राखेर उहाँहरूसँग समीक्षा गरेर उहाँहरूलाई आत्मनिर्भर गराउनु पाए यो तालिमको उपयोगिता अझ बढ्थ्यो कि भन्ने मलाई आशा लागेको छ। धन्यवाद। मेरो नाम सोनु खड्का,
म यही वडाको स्थानीय बासिन्दा। आज यो सार्वजनिक सुनवाई तथा प्रगति समीक्षा कार्यक्रम जुन यहाँ यो वडा नम्बर 1 मा भएको छ, यो कार्यक्रम चाहिँ वर्षै पछि भइराख्नुपर्छ भनेर पनि भन्न चाहन्छु। म धेरै खुसी लाग्यो यो कार्यक्रममा सहभागिता जनाउन पाउँदा। अब खासै भन्नुपर्ने कुरा त्यस्तो त धेरै कुराहरू अगाडि मेरो अग्रजहरू उहाँहरूले भनिसक्नु भएको छ। मैले भन्नुपर्ने त्यस्तो खासै त केही पनि देखेको छैन। मैले चाहिँ अब म आफू पनि महिला भएको हुनाले गर्दाखेरि त्यही महिला लक्षित कार्यक्रममा नै म जोडिन चाहे। अघि नै हाम्रो रितेश खड्का बाबुले पनि भनिसक्नुभयो, महिला लक्षित कार्यक्रम प्रभावकारी किन भएन? प्रभावकारी खालको तालिम हामीले दिन नजानेका हौँ कि अहिलेको जेनेरेसन अनुसार, अहिलेको यो जमाना अनुसारको हामीले तालिम दिनलाई कसरी बुझ्न नसकेको हो कि अब जहिले पनि पुरानै तरिकाले त्यही सिलाइ बुनाइ कटाइ मात्रै दिने अथवा त्योभन्दा अलिकति एडभान्स प्रविधिमा अलिकति अगाडि जाने कि प्रविधि सँगसँगै प्रविधिलाई लिएर अगाडि बढ्ने कि भनेर टेक्निकल कुराहरूको ट्रेनिङहरू दिन पाए हुन्थ्यो भनेर पनि एउटा सुझाव दिन चाहे। र अर्को कुरा भनेको चाहिँ मेरो घर ठ्याक्कै यही खड्का डिलमा नै पर्छ। अनि त्यहाँनेरिको त्यो पहिरो जुन त्यो बाटो विस्तार नभएर एकदमै अहिले आवत जावत र सवारी साधन चाहिँ नि धेरै नै लगभग बिहान बेलुकाको टाइममा त स्कुल आवर र अफिस टाइम त्यही बेला पर्छ। एकदम पिक आवरमा चाहिँ त्यहाँनिर कहिले कहिले त 15-20 मिनटसम्म एउटा गाडी पनि हल्लिन नसक्ने गरेर जाम भइदिन्छ। बाटो एकदमै साँघुरो छ, पहिरोको पनि जोखिम त्यत्तिकै छ। स्कुटर लिएर म आफै पनि हिँड्दै गर्दाखेरि टिपर एउटा आइदियो भनेदेखि उछिटाएर पाखा तलतिर पुर्याइदिन्छ कि भन्ने डर पनि छ। मैले योभन्दा अगाडि पनि यो विषयमा कुरा नउठाएको चाहिँ होइन, तर पहिला आएको बजेट चाहिँ स्थानीयको विवादको कारणले गर्दाखेरि फर्कियो भनेर पनि भन्नुभएको थियो हाम्रो अध्यक्षज्यूसँग पनि मैले कुराकानी गर्दाखेरि। तर जुन किसिमको त्यो के अरे ग्याबिन वाल हाल्ने भनेर पहिला सडक डिभिजनबाट आउनुभएको थियो, त्यो वाला वाल चाहिँ नहाल्ने, त्यो वाल पहिला हाल्दाखेरि पनि टिकेको थिएन। फेरि पनि पटक पटक त्यही गल्ती र कमजोरी किन दोहोऱ्याउन दिने? हामी अर्को किसिमको सेयर वाल अथवा अरू किसिमको टेक्निकल कुराहरूलाई चेन्ज गरेर चाहिँ जाउँ न भनेको हो। स्थानीयले बाटो बनाउन नै नदिएर विवाद निकालेको पनि होइन होइन। अनि अब पहिला पनि त्यही गल्ती गरेर पहिरो गइरहेछ, फेरि पनि त्यही गर्न आउँछ सडक डिभिजनका हाकिम। अनि हामीले चाहिँ हुन्छ भन्नै राख्नु पर्ने पनि हुँदैन। अब चेन्ज गरेर जाउँ, पहिला भएको गल्तीलाई सुधारौँ भन्दाखेरि त्यो बजेट फिर्ता गएको हो। र अब फेरि त्यो चाहिँ छिटोभन्दा छिटो बनाउनको लागि फर्स्टली कुन तहले चाहिँ नि अगाडि बढ्ने त? स्थानीय तहले सक्दैन भनेदेखि स्थानीय तहले चाहिँ कुन तहसँग समन्वय गरेर कुराकानी गर्नुपर्ने हो, गरेर त्यसलाई चाहिँ छिटोभन्दा छिटो अगाडि बढाउन पाए हुन्थ्यो। किनभने जम्मा 150-200 मिटर बाटोले गर्दाखेरि बाटो एकदम त्यो यता र उताको डिस्टेन्सको बिचमा एउटा हुनु चाहिँ राम्रो कुरा पनि होइन त्यतिले गर्दाखेरि होइन। अनि अर्को कुरा भनेको चाहिँ हाम्रो यहाँ महिला दिदीबहिनीहरूले पनि मलाई अघि नै भन्दै हुनुहुन्थ्यो, बाटो चाहिँ बन्यो तर यातायातको सुविधा भएन, यही वडा कार्यालयबाट तलतिर हो हाम्रो घर भन्दै हुनुहुन्छ होइन। अब त्यो यातायातको लागि पनि के गर्न सकिन्छ? म स्थानीय निकायको हाम्रो अध्यक्षज्यू नै यहाँ हुनुहुन्छ, म उहाँलाई त्यो पनि सोध्न चाहेँ मैले। अब यातायातको लागि हामी के गर्न सक्छौँ, त्यसको लागि पनि अलिकति होमवर्क गर्ने कि भनेर भन्न चाहन्छु। यति भन्दै मेरो कुराहरू यहीँ टुङ्गाएँ। हस्, धन्यवाद। यो समाजमा एउटा के समस्या छ भने तपाईँ हामी सबैमा छ, घरमा कुकुर पाल्ने, ठुलो मान्छे घर डोडाएर अर्का घर अगाडि फोहोर गर्ने। यसको लागि चाहिँ अब हाम्रो वडाध्यक्षज्यूले नगरपालिका समन्वय गरेर कारवाही गर्ने, निष्क्रिय गर्ने, यसबाट रोग फैलिने सम्भावना भएको हुनाले रोकथाम गर्न जरुरी छ भन्ने यही राख्छु। धन्यवाद। ठ्याक्कै सरले भनेपछि सम्झेँ मैले, सरलाई एकदम धन्यवाद पनि ज्ञापन गरेँ। अब हाम्रो सायद वडा नम्बर 1 मै पर्छ, सरले त्यो बाटो जानुभयो भने हाम्रो नवीन इङ्ग्लिस स्कुल यो चाङनारायण माविभन्दा पछाडि नेक कलेजभन्दा माथि चाहिँ अहिले डम्पिङ साइट बनेको छ। त्यो डम्पिङ साइट बनेको छ, जसले पनि लाने त्यहाँ फोहोर फाल्ने, अनि कुहेका कुखुराहरू मरेका कुखुरा पनि लगेर त्यहाँ फालिदिने त्यो प्रचलन एकदमै धेरै बढेको छ। अब यसमा चाहिँ अब अलि तल पुलिस चौकी पनि छ, सरलाई पनि म देख्दैछु, सरलाई पनि मैले अनुरोध गरेँ त्यहाँ कसरी त्यो चाहिँ हटाउन सकिन्छ। किनभने त्यो भयो भने त अब जस्तै चाँगो मावि भयो, हाम्रो स्कुल भयो, लगायत त्यहाँ स्थानीयवासीलाई त्यसले ठुलो असर गर्नेवाला छ। यसमा चाहिँ मैले ध्यान आकर्षण गरेँ, त्यसमा कसरी कहाँबाट पहल गरेर रोक्न सकिन्छ त्यसको लागि अनुरोध गरेँ। हस्, धन्यवाद।
समायोजन गरिदिनु कार्यक्रमलाई लगायत उपस्थित सम्पूर्णलाई सर्वप्रथम म धन्यवाद दिन चाहन्छु। आज यो कार्यक्रम मलाई लागेको इन्डोर भन्दाखेरि आउटडोर हुनुपर्छ जस्तो लाग्यो। यसो हेर्दाखेरि एउटा निश्चित पारिवारिक सम्बन्धले मात्र निमन्त्रण गरिएको जस्तो महसुस भयो, किनभने यत्र उपस्थित हुनुहुन्छ भोलि मान्छे कम हो। पार्टीगत रूपमा म एकजना मात्र उपस्थित भएछु, अन्य पार्टीका व्यक्तित्वहरूलाई उपस्थित उहाँहरू निमन्त्रण पाएर उपस्थित हुन नभए हो कि या निमन्त्रण नभएको यो विषयमा मलाई जानकारी भएन। यहाँ सबैको संरक्षित रूपको कुरा मात्र आयो। त्यो भन्नुको उद्देश्य यहाँ केही भएको होइन भनियो है। यहाँ धेरै कुरा भएको छ। यो चामराङ नगरपालिका भएर 2 कार्यकालको 9 वर्षको दौरानमा पहिलेको तुलनामा हामी अग्नि पनि भयौँ। यता चुसो गराउने आबै उता चुसो गराउने आबै भनेर हिँड्नुपर्ने बाटोहरू अहिले एकदम फराकहरू पिच बाटो एकदम शानदार भएको छ। खानेपानी दिनुको लागि गाडी लिएर कहाँसम्म दौडिनु पर्थ्यो। त्यो बेलामा माटोको भाँडा लिएर पानी लिँदैन र बाटो फुटेपछि ओहो बिचरा मेरो छोरी पानी लिन गएको गाडी फुटाएर आयो, ओहो फुटाएर त झन्डै बताएर भन्नुसम्म उल्टो माटोको भाँडा फुटाएर आउने चर्कन हानेको छ मैले देखेको अवस्थामा। अब खानेपानीको पनि राम्रो व्यवस्था चाहिँ गरिएको छ, तर त्यो अहिले व्यापक रूपमा खानेपानी चाहिँ पुगेको छ, तर खान लागेको नभएको देखिएको छ। त्यो अहिले त्यत्रो प्रभावदार बनाएर त्यत्रो खर्चहरू गरेर खानेपानी त्यसलाई डाइरेक्टली खानु हुने व्यवस्था गरेर यसलाई प्रशोधन गरेर पठाउने व्यवस्था गरे भने धेरै राम्रो हुनेछ। र यसको अन्तर्क्रिया कार्यक्रममा अब कुनै किसिमको पूर्वाग्रह नराखेर अन्य पार्टीहरूलाई पनि आमन्त्रण गऱ्यो भने हामीले नदेख्ने, हामीले राम्रो मात्र देखे हुन सक्छौँ र हामीले गरेका गल्ती, हामीले पुर्याउन नसकेको नजरहरू उहाँहरूले पुऱ्याएर हामीलाई सुझावहरू दिनुहुनेछ भन्ने आशा व्यक्त गरेँ। यस्तो किसिमको अन्तर्क्रिया कार्यक्रमहरूमा सम्पूर्ण सबै खुला रूपमा बाहिरी रूपमा बस्नको लागि अनुरोध गर्दै यो सामान्य कुरा राखेँ। धन्यवाद। यसैबाट योबाट पूर्वबाट समस्या आज यो सार्वजनिक सुनवाई प्रगति समस्या कार्यक्रमका सभापतिज्यू, यसवटाका अरुणाजीज्यू र गोराजीज्यू र त्यसमा सम्पूर्ण साथीहरू र यहाँ उपस्थित दिदीबहिनीलाई फेरि म पुनः स्वागत छ। मेरो चाहिँ अब यो कुरा धेरै राम्रो छैन, धेरै कुरा आइसकेको छ। मलाई एउटा कुरा के लाग्छ भने यो मापदण्ड भन्ने चाहिँ एउटा के हुनु पऱ्यो भने सबै मान्छेलाई बराबर हो। त्यो मापदण्ड मुख्य काङ्ग्रेस एमाले माओवादी भएर मापदण्ड काहीँ पनि हुँदैन। मापदण्ड प्राविधिकले नाप्ने हो, नियमले बोल्यो, त्यो नियमले बोल्ने कुरा सबै ठाउँ गरिदियो भने जनता खुसी हुन्छ। मैले जति आइदिएँ अर्को दिए पनि खुसी। तर यहाँ चाहिँ के छ, बाटो सबैलाई चाहिने, कहाँ चाहिने, अर्का जग्गा भेट चाहिने, आफ्ना भाइ स्वामी चल्छ बोमा पऱ्यो। यस्तो मान्छे पनि छ कि यो समाज। यो परिस्थितिले गर्दाखेरि बिग्रेका कारण यो हो। र वडाले के गर्नु पर्यो, सबैले एक नियम मापदण्ड लागोस्। बाटो जहाँ छुट्योस्, बाटोको छुट्योपछि जति तपाईँको चाहिँ पाउने हो नियम जति त्यो भयो भने मान्छेहरूले कराउने ठाउँ रहँदैन। एउटा मापदण्ड कुरा हो। दोस्रो मेरो चाहिँ एउटा चाहिँ साउ स्कुलकै विषयमा मैले चाहिँ कुरादाखेरि म के थियो त्यो त्यहाँको चाहिँ पूर्व व्यवस्थापन समिति अध्यक्ष नै हो। र चामराङ माध्यमिक विद्यालय 2006 सालमा स्थापना भएर आजको दिन आएको छ। र हामीले पछि म व्यवस्थापन समितिमा गइसकेपछि तपाईँको यसलाई भक्तपुर जिल्लाको एउटा मात्र नमुना मागी बनाएको छु। त्यही कालिका माथि तपाईँको 37जनाले एक प्लस ल्याए, 4GB ल्याए। हाम्रै नमुनामा माविमा तपाईँको चाहिँ 51जना चाहिँ फेल हुँदाखेरि कोही मान्छेले चाहिँ फेरि न्युज बनाएर हिजो चाहिँ के अरे सचिव बन्ने कारखाना यहाँ गराएर पत्रकार लेखेर यो चाहिँ गलत कुराहरूको गलतलाई गलत भनिदिनु पऱ्यो। विद्यालय के कति कामले गर्दाखेरि त्यो विद्यालय राम्रो हुन्छ कि अनि स्थानीयका सरकारहरू त्यहाँ पठन पाठन गरी वातावरण भएको छैन, त्यहाँ जाने ठाउँ छैन। विद्यालयका चौरहरू मिचेर त्यो विषय कोही बोल्दैन नि। त्यो संसार चाहिन्छ। त्यो विद्यालयको जमिन मिचिया ठाउँमा चाहिँ त्यहाँका मान्छे बोल्छन्, न नगरपालिका मान्छे बोल्छन्, न अरू बोल्छन्। त्यो बोल्ने मान्छे त्यहाँ कोही पनि छैन। त्यो विद्यालयको जमिन यथाशीघ्र चाहिँ आफू जति जमिन हो त्यो जमिन ल्याउनु पऱ्यो। र हामीले चाहिँ म गइसकेपछि हामी राष्ट्रियहरू सबै सल्लाह गरेर चाहिँ हामीले सत्ता लाग्यो प्राविधिक शिक्षा गठन गर्ने 2067 सालमा सायद माघ 11 या 13 गति सुरु भएको हुनुपर्छ। मैले हेरेपछि हामीले चाहिँ त्यो प्राविधिक शिक्षा लगाउनु भनेर सारा दुःख गरेर तर चाहिँ गऱ्यौँ। त्यहाँ उठेको खर्चबाट 55 लाख रुपियाँ पैसा हामीले जोगायौँ र 55 लाख ब्याङ्क ब्यालेन्स गरेँ। आजको दिनसम्म त्यो ब्याङ्कको खाता गरेको छ 7 वर्ष। अब यो कहाँ हुन्छ, कसले गरिदिने क्या। अहिले 73 लाख ट्रान्जेक्सन भएछ। अब त्यो खर्च हाम्रो 15-16 लाख पठाएको थियो। अब त्यो खर्च पठाएर जहिले जान्थ्यो त्यसलाई फिर्ता गरिदिनु भइसकेपछि डबल भइसक्यो। तर त्यहाँखेरि काम गर्ने वातावरण मान्छे त्यो शिक्षकले गर्ने हो कि प्राविधिक शिक्षक हेडमास्टरले गर्ने हो कि व्यवस्थापन समितिले गर्ने हो कि त्यही पहिलाको त्यो समितिले गर्ने हो कि नगर शिक्षा समितिले गर्ने हो कि
त्यो स्थानीयले गर्ने के हो त्यो प्रुफ त्यो केही छैन। अस्ति एउटाले सोध्यो प्राविधिक शिक्षा कोही हुन्छ मैले बैङ्क खातामा छ पैसा दिन्छ मैले के भन्छु छ भन्ने कुरो केही छैन। त्यस कारणले गर्दा मैले के लाग्छ भने अहिले हाम्रो चाहिँ विद्यालय चामुगान हाम्रो चाहिँ एउटा 3टा विद्यालय छन्। त्यो 3टा विद्यालयलाई एउटालाई 1 देखि 5 सम्म चाहिँ बनाउने, एउटालाई 6 7 8 पढाउने, एउटा 9 10 12 पनि पढाबी मान्छे सबै मान्छे पनि हुन्थ्यो। अब विद्यालय कहीँ विद्यार्थी टन्दैछन् कहीँ छैनन्। अनि नतिजा के हुन्छ शून्य हुन्छ। अनि 51 जना फेल भयो र हामीले चाहिँ केही लेख्यो भने अनि त्यहाँ के भन्छन् एकदम राम्रो सकारात्मक कुरा दिनुहोस्, विद्यालयमा आउनु सल्लाह दिनुहोस्। सकारात्मक कुरा दिएर विद्यालय सल्लाह दिएर पास हुने त दिनको दिन जान्थ्यो मात्र चाहिँ। आज विद्यालय विषय यहाँ खोइ त हेडमास्टर बोलाएको थियो नि पढाले खोइ त हेडमास्टर उत्तर दिइरहेको छ नि त। व्यवस्थापन समिति गठन नभएको 7-8 महिना भइसक्यो। म व्यवस्थापन समितिको अध्यक्ष भएर दोस्रो कार्यकाल गर्ने बेला म 3 महिनाभन्दा बढी मैले त्यो गर्दै भएको छैन भने मैले के भने सबै कुरा मेरो चाहिँ सामुदायिक विद्यालयलाई स्टुडेन्टले लैजानुपर्छ, संस्थागत विद्यालय पनि लैजानुपर्छ। उनीहरू नलाग्ने अहिले शिक्षाको यो कुनै पहुँचै पुगिँदैन। त्यस कारणले गर्दा मेरो चाहिँ के छ भने शिक्षालाई चाहिँ चामुण्डान विद्यालय नमुना विद्यालयको अब सिद्धिन पनि लाग्यो। नमुना विद्यालयले 5,00,000-6,000 विद्यार्थी हुनुपर्छ। यो 400-500 विद्यार्थी भएर हिजो चाहिँ हाम्रो गाउँतिर 5 जना सचिव भए, कोही पूर्व आइजिपी भए, कोही चाहिँ अहिले एसएससी भयो भनेर पत्रिका लिएर भएर बन्दैन। हाम्रो सोचेर पनि बाह्र स्थानीयको अनि बन्छ अनि राम्रो हुन्छ अनि पिर हुन्छ। चौरा व्यापार गरिदिने, बिजनेस गरिदिने, फुटबल खेलिदिने, क्रिकेट हानिदिने अनि त्यहाँबाट चाहिँ चौर बिचमा यहाँ खोइ चेस्ट खोइ पहिला त बोल्नु भएको छ चौर बिचमा अनि बाटो मन्दिर बनाइदिने। यही हो अनिखेरि विकास यति मात्र विकास भने नचाहिने कुरा विरोध गर्नुपर्छ, बोल्नुपर्छ पर्दैन। हो यस्ता बोल्ने कुरा पनि जाओस्, मापदण्ड सबैलाई लागोस्। आफ्नोमा चाहिँ सानो बाटो बनाउने अनि अर्का बाटो पनि खन्दैन नपरोस्, सबैले बराबर। मेरो जग्गा कति पर्छ मैले एउटा जति पर्छ त्यति लान्छु, तर के भने मैले जति दिने अर्को त्यति पाओस्। अनि चित्त बुझाइ हुन्छ नि। हस् यति भन्दै यहाँहरूमा बिदा हुन्छु। धन्यवाद। नमस्कार। म यस वडाको 1 नम्बर वडाको सुरक्षा निकायको सुरक्षा अन्तर्गत खटिएको यहाँको इन्चार्ज प्रसरी गङ्गा प्रसाद दङ्गाल हो। म यहाँ आएको 4 महिना भयो। प्रहरीले गर्नुपर्ने काम र प्रहरीमा भएको आवश्यकताका कुराहरू पनि मैले यहाँ माझ हाम्रो वडा अध्यक्षज्यू भएको हुँदा केही कुराहरू राख्न चाहे। सबैभन्दा पहिला त अब सुरक्षामा धेरै कुराहरू अहिले यो पछिल्लो उसमा यो जेनजीको आन्दोलनपछि भएको कुराले अलिकति हामीमा काम गर्नलाई अलिकति समस्याहरू भएका छन्। त्यसपछि पनि यो अहिले पछि यो घर टहराहरू यता फकाइएको कुराहरूले पनि केही मान्छेहरू चाहिँ यतापट्टि विस्थापित भएका हुनाले भाडामा आएर बसेका हुनाले अस्ति केही चोरीहरू भयो। यही चोरीको लागि चाहिँ अलिकति सतर्कता अपनाउनका लागि चाहिँ मैले केही कुराहरू तपाईँहरू समक्ष चाहिँ भन्न चाहे। अस्ति 4-5वटा घर चोरी भयो। चोरी चाहिँ कस्तो भयो भने 4वटा घरको त्यो कब्जा नै भाँचिएको अवस्थामा थियो। सुन थियो त्यसमा तपाईँको 8-9 तोला सुन थियो। त्यस्ता बहुमूल्य सामानहरू चाहिँ अहिलेको अवस्थामा हामीले अस्तिको अध्ययनले चाहिँ के जनायो भने सुन चाँदी पैसा त्यस्ता बहुमूल्य चिजहरू चाहिँ घरमा राख्नु पर्यो भनेदेखि त्यस्तो चिजहरूमा दराजहरूमा राखेर कोठामा राखेर सुरक्षित नहुने रहेछ। त्यसलाई अलिक फरक तरिकाले चाहिँ तपाईँहरूले राखिदिनु भयो भने चोरले चाहिँ ती कुराहरूमा चाहिँ पहिचान गर्न नसक्नु भएको हुनाले मैले यो एउटा कुराहरू तपाईँहरूलाई जानकारी गराएँ। अनि सुरक्षा व्यवस्थामा हामीले अब वडाबाट यहाँको जनप्रतिनिधिहरूबाट पनि अलिकति के पनि गर्नुपर्ने अवस्थाहरू भएको छ भने मसँग जम्मा 7 जना मान्छे प्रहरी छन्। 7 जना प्रहरीले अहिले हाम्रो घर टोल जनसमुदाय जनसङ्ख्या चाहिँ अलिकति विस्तार भएको हुनाले र फरक मान्छेहरू पनि यहाँ आएर बसोबास गर्ने भएको हुनाले हामीमा अलिकति प्रहरीको चाहिँ अभाव छ। मैले मेरो ठाउँबाट भन्नुपर्ने रिपोर्टिङ गर्ने कामहरू त गरेको छु। त्यहाँमाथि पनि तपाईँहरूले पनि कुराहरूमा अलिकति पहल कदमी गरिदिनु हो भने अलिकति त्यसमा प्लस भएर आयो भनेदेखि मैले फरक ठाउँमा हुन सक्ने सम्भावित घटना हुने ठाउँहरूमा 1-2जनाहरू प्रहरी ल्याएर चाहिँ उपस्थित गराए राखिदिए भने पनि सुरक्षामा अलिकति केही कुराहरूको कमी आउने थियो, चोरी कमी हुने थियो भन्ने पनि अपेक्षा राखेँ। वडा अध्यक्षज्यूलाई एउटा अपिल पनि गरेँ यो कुराहरू। अनि हामी चाहिँ
एउटा यहाँ सामुदायिक भवनै हो, त्यो परोपकारको भवन हो, त्यहाँ बस्छौँ हामीलाई बस्नको अलिकति अवस्थाहरू चाहिँ अलिकति अप्ठ्यारो भएको छ। सुरक्षा सधैँ चाहिने कुरा चिज हो। अनि मैले भनेको चाहिँ एउटा वडाको पहलकदमीमा हामीले 2 नम्बर वडाले चाहिँ हिजो अस्ति एउटा उयो गरिसकेपछि निर्णय नै गरेछ। त्यहाँ वडा कार्यालय नजिकै चाहिँ भवनको लागि जग्गाको लागि भनौँ न, अहिले जग्गा भइसकेपछि हुने कुरा हो। अनि हाम्रो त्यो नेपाल इन्जिनियरिङ कलेजको त्यो तल्लोपट्टिको पाटोमा चाहिँ तपाईँको एक पनि भन्दा अलिकति बढी जग्गा चाहिँ त्यो उसमा गएको छ क्या, रोडले काटिएको छ। त्यहाँ अलिकति अरू जनमानसले चाहिँ के गरेका छन् भने शिवको मन्दिर अनि बुद्धको मन्दिर राखेर चाहिँ त्यहाँनिर के गरिदिएको छ त, उहाँहरूले चाहिँ त्यस्तो बनाउनु पाए हुन्थ्यो भन्ने उहाँहरूको पनि अपेक्षा त्यो नराम्रो हुने ठिकै हो। त्यो पनि एउटा खालको निर्णय हुन्छ। अनि हामीले पनि एउटा वडाबाट अनि प्रहरीबाट चाहिँ एउटा यो प्रतिवेदन गर्दै यो पनि आवश्यकता हो भनेर स्थायी भवन भइदियो भनेदेखि त्यसले पनि अलिकति प्लस हुन्थ्यो र सबैको लागि यो आवश्यकताको कुराहरू हो भन्ने पनि एउटा मैले जिज्ञासाहरू राखेँ। अनि यही समुदायको सबैजना यहाँनिर हुँदै गर्दाखेरि यो कुकुर व्यवस्थापन अघि एउटा चाहिँ मैले सानो एउटा लफडा झगडामा गएर सल्युसन गरेर पनि आएँ। केही मान्छेको अपेक्षा कस्तो छ भने कुकुरलाई संरक्षण गर्नुपर्छ, खाना खुवाउनुपर्छ भन्ने छ। त्यो कुकुरले गएर के गरिदिन्छ त अर्काको धनमालहरू चाहिँ क्षति गरिदिन्छ, तरकारी लगाएको हुन्छ क्षति हुन्छ। अब कसको ठिक कसको बेठी भन्ने कुराहरू आयो क्या। उसले पशुपन्छी अब नियमावलीमा उसमा के कानुनमा के लेखिएको छ तिनको संरक्षण गर्नुपर्छ भनेको पनि छ। अनि यतातिर धनमाल पनि क्षति हुनु पनि हो। फेरि त्यसै विषयमा चाहिँ हिजो त्यहाँ ठुलो समस्या आयो शिव मन्दिर। अनि यसको सल्युसन निर्णय गर्नुपर्ने कुराहरूमा अनि हामी प्रहरीले चाहिँ यो ठिक यो बेठिक भन्दै गर्दाखेरि उहाँहरूलाई कसैलाई ननिको लाग्न सक्छ। यसै भएर हामी प्रहरीहरू चाहिँ बिचमा कतै कतै आलोचित हुनु पर्यो। त्यसको लागि त हामी सबै समुदाय सबै मानिसहरू चाहिँ सचेत भएर चाहिँ के ठिक के बेठिक भन्ने कुराहरूमा चाहिँ हामीले पनि गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। अनि प्रहरीले यस्तो भनिदियो अनि यस्तो गरिदियो भने एकातर्फी मान्छे चाहिँ खुसी भएर जाने, अब मेरो बारेमा बोलिदियो भनेर भने जस्तो हुने। अब त्यो भएर पनि हामी प्रहरीहरू अलिकति डिबेट हुनु परेको, अलिकति आलोचित हुनु परेको। हिजोको समयमा चाहिँ कतै आगो लागेको कतै भाग्नुपर्ने परिस्थितिहरू आएको यी कारणहरूले पनि हुन्। त्यो चाहिँ सबै समुदाय सबैमा चाहिँ त्यो अलिक फरक खालको चाहिँ चेतना भइदियो भनेदेखि त्यस्तो खालको पनि नहुने थियो। फेरि यो समुदायमै हुने कुराहरू हुन्थ्यो। त्यो भएको हुनाले अलिकति सबैजनाले चाहिँ त्यसमा गर्नु चोरी लुटपाटहरू धेरै भएका छन् होइन, त्यसमा भइगयो। अनि मैले अर्को कुरो के गरेँ, सुरक्षामा चाहिँ प्रविधिको अलिकति विकास गर्नुपर्ने भएको हुनाले अब यहाँ वडामै आउँदाखेरि ठाउँ ठाउँमा अलिकति हामीले आवश्यक ठाउँहरूमा सिसिटिभी क्यामेराहरू चाहिँ राखियो भनेदेखि अस्ति भएको चोरीलाई हामीले सिसिटिभी फुटेजबाट नै मान्छे पक्राउ गर्न सकेका हौँ। नभने चाहिँ अब त्यो मान्छेलाई खोज्न गएर सिन्धुपाल्चोक घर भएको मान्छेलाई यहाँबाट कसरी चाहिँ पक्राउ गर्न सकिन्छ, उसको इन्भेस्टिगेसन गर्दै कसरी गऱ्यौँ भनेदेखि सिसिटिभी क्यामेरा घरबाट हेऱ्यो। घरबाट हेरेपछि त्यो मान्छे कता गयो त भनेपछि त्यसको फलो गर्दै 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 जाँदाखेरि बौद्धको टुसालमा बस्ने मान्छेलाई गएर हामीले पक्राउ गर्यौँ। नभने त्यो सामान्य एउटा परिवारमा कोठामा बस्ने मान्छेको 30 लाखको सामान क्षति हुँदाखेरि त उसलाई त धेरै भार पर्थ्यो, मार पर्थ्यो। भनेपछि प्रविधिको अलिकति विकास गर्ने कि भन्ने कुराहरूको अपेक्षा पनि सबैमा चाहिँ मैले राखेँ। अरू कुराहरू त हामी एउटा अध्यक्षज्यू हामी समन्वय गरेर गर्नुपर्ने कार्यहरूमा सबै कुराहरूमा छलफल गरेर सहकार्य गरेर नै सुरक्षा व्यवस्थाहरू चाहिँ मिलाएका छौँ। र यी कुराहरूलाई अलिकति मनन गरिदिनु हुन्थ्यो कि भन्ने मेरा 2 शब्दहरू राख्दै बिदा भए। हस्त नमस्ते, धन्यवाद सबलाई। विशेष गरी के भनाइहरू राखिदिनु पूर्व अध्यक्ष कुराहरू सबैमा पहिला नमस्कार। यस कार्यक्रमका अध्यक्ष त्यसै गरी अतिथिज्यूहरू, वडा सचिवहरू र राष्ट्रिय सेवा केन्द्रका सहयोगी साथीहरू, दर्शी साथीहरू र सुरक्षा निकायका जस्तै यस वडाका अतिथि सम्पूर्णमा मेरो नमस्कार। धेरै लामो कुरा भन्दा नि धेरै जिज्ञासा भन्दा पनि आफूले जिज्ञासा सुनिरहेको हुनाले सर्वप्रथम त म यस राष्ट्रिय सरकार केन्द्रलाई के धन्यवाद दिन चाहन्छु कि आउनु भने जिज्ञासा भन्ने कुरा के रहेछ भने हामी एउटा जनताको काम गर्ने मान्छेमा के हुनु छ भने हामी आफ्नो एउटा ट्र्याक लिएर हिँडिरहनु पर्छ। ट्र्याकमा जाँदाखेरि पछाडि के भयो भन्ने हामी त्यति थाहा हुनुपर्छ। तपाईँहरू आएर हामीलाई
एउटा सुझाव के चाहिँ भन्नु अझ तपाईँहरूलाई ढिलो भयो जस्तो लाग्छ के छैन तपाईँहरूले सबै हेरेर हुन्छ पत्रकार मित्रहरूले कुन ठाउँमा के भएको छ कहाँ के भन्छ राजनीति के भइछ कुनै कसो विरोध आएको छ कहाँ के भइछ तपाईँ सबै यो समुदायसँग घुलमिल भएको हुनाले तपाईँ सबै कुरा थाहा हुनाले तपाईँले सबै कुरालाई एउटा मजिलो राख्दै जनताका माझ दिनुहुन्छ र यो जस्तै आज यो राष्ट्रिय सतहमा गरेको कुरा यो ओडामा पुग्दै गर्दाखेरि पनि के एउटा आउँछ भने के कुरा ओडामा भएछ यो के कुरा भएन छ कसरी चाहिँ यो ओडामा हामी जानुपर्छ अहिले कुरा उठ्यो राजनीतिक दलहरूका सबै राजनीतिक दलहरूलाई हामीले सजिलो सोधेको के छ भने सबैले मैले आह्वान गरेँ हो एउटा के छ भने हाम्रो समाजमा अहिले पनि के छ भने एउटा दलले गरेपछि हामी किन जाने एउटा दलको ओडा आएपछि हामी किन जाने त्यो सबैको साझा छ एउटा कारणले भने हिजो हामी चुनाव लड्दाखेरि कसले जित्यो होला कसले हार्यो होला कसले बदले हारेर कसले हाल्यो सिध्यो तर विकासको कुरामा हामी सबै आज देशले खोजेर हामीले गर्न सकेको कुरा के छ भने जनताले गर्नु पर्यो चुनाव भए सिध्यो तर के भने विकास कसलाई गर्ने भनेको त त्यही जनताको लागि हो त्यही हामी त्यो जनताको लागि हामी विकास गर्ने कुन दल के दल हुने भने यहाँ आएर जिज्ञासा राखिनु भयो भने हाम्रा जस्तै मैले 5 वर्ष गरेका काममा मैले केही कुरामा गर्न सकिनँ होला के कुरा मेरो त्रुटि भयो होला त्यो मैले सुधार्न सक्छु जस्तै राजलाई अहिले जुन कुरा अरू दलले पनि आएर यो तपाईँले गरे भएन तपाईँले यहाँ गरे मिस्टेक भयो यो कुरा विकासमा भएन भन्नु भने उहाँले सुधार्ने मौका पाउँछ सुधार्नै सबैभन्दा उत्तम पायो मान्छेको जीवन सबैभन्दा ठुलो उत्तम बिन्दु भनेको सुधार मैले गरे मेरै दममा मैले गर्ने हो भने दम त परिस्थिति दममा धेरै कुरा देख्छौँ हामी तर सुधारमा अर्को गर्ने सुधार कुरालाई मनन गरेर सुधारमा लाग्यो भने त्यही कुरा एउटा पवित्र हुन्छ हामीले एउटा कस्तो भने सबै कुरा के रहेछ वडामा भने कानुन मात्रै होइन व्यवहार पनि हुन्छ हामी वडामा जन्म भएपछि जस्तै गाउँदा अगाडिका नरपक्षमा के हुन्थ्यो भने हाम्रा साना भाइ बहिनीहरूले नराज काम गर्ला उनीहरूको जिन्दगीको सवाल छ हामी एकछिन आवेगमा आएर उहाँलाई अलि माथि पुऱ्याइदिने तर हामी हिँड्न सक्दैन हिँड्न आइदियो भने कमसेकम एउटा युवाको एउटा भविष्यमा पनि हामीले एउटा राम्रो त्यसमा के भन्छ भने सबै कुरा यो हामी सबै कुरा खोज्दाखेरि कानुन सबै खोज्दाखेरि यहाँबाट पुगिँदैछ वडामा कानुन खोल्न लाग्यो कुनै काम हुँदैन यो वडा भने कस्तो चिज छ भने कानुन मिलाइदिने चिज हो कानुन मिलाएर पनि हामीले चाहिँ जनतालाई कसरी हुन्छ सहुलियतका साथ जनताको काम पुगाइदिने ठाउँ हुन्छ त्यस कारण म तपाईँले के हाल्नु चाहन्छु चुनाव राष्ट्रिय वडा मेरो कार्यकालमा मैले सोचेको जस्तै वडा एउटा के अरे नगरमा मैले एउटा प्रस्ताव राखेको थिएँ स्वच्छ चाहिँ जनता र स्वच्छ वातावरण त्यो कुरा गर्नलाई मैले मेरो 5 बजे कार्यक्रममा मैले के भन्छु कमसेकम जनतालाई चाहिँ स्वच्छ दिने भन्दाखेरि के गर्नु पऱ्यो अहिले हरेक ठाउँमा हामी चाहिँ फोहोर चाहिँ दिएको छ फोहोर फ्याल्ने उता फ्याल्ने उठाल्ने कुकुर छोडाउने कुरा गर्नु तर चाहिँ कसरी चाहिँ ट्र्याकमा ल्याउने भन्दाखेरि कमसेकम घर बाटो नाइ त उनीहरू कमसेकम त्यो सरसफाइ कार्ड छ सरसफाइ कार्ड लोन मान्छेलाई त्यसो राखी नदिने भनेर नगरपालिकाले पास गर्नु पऱ्यो नगर विधि बनाउनु पऱ्यो तर हामी त्यो विधि बनाएको छौँ खालि अब सरसफाइ भनेको छौँ जसले तिरिया छ त्यसको फल उठाएको छ जसले तिरिया छ नि उसले फल खाएको छ यो त्यसो भएर मैले एउटा सुझाव दिएको छु अब नगरसभामा कमसेकम सरसफाइ कार्ड नगएको मान्छेहरूलाई चाहिँ सिफारिस नदिने या सिफारिसमा त्यो सरसफाइ कार्ड सिफारिस नदिने भयो भने त्यो भयो भने त्यसको अलिकति सरसफाइमा होला अरू कुराहरू छ होला यति भन्दै म फेरि पनि राष्ट्रिय सदनमा ढिलाइदिनु कति गुनासो राख्यो र तपाईँले यो प्रत्येक वडामा होइन तपाईँले अझै यो मेरो विचारमा मेरो व्यक्तिगत विचारमा चाहिँ के लाग्यो तपाईँले यो यसरी तपाईँले सक्षम बनाएर राखिदिनुभयो भने कमसेकम नगरवासीहरूले नगरमा भएका र वडामाहरूको गतिविधि पनि थाहा पाउँछन् र वडामा गर्नुपर्ने कार्यक्रम गर्न थाहा पाउँछन् त्यस कारण तपाईँहरूले फेरि यो कार्यक्रम चाहिँ सक्षम बनाएर राखिदिनु आग्रह गर्दै अब म उठेका गुनासोहरूको सम्बोधन गरिदिनु न आदरणीय वडा अध्यक्ष सिजन कार्कीजीले अब सबैले धन्यवाद यहाँ आएर चाहिँ हजुरहरूको गुनासो अनि सुझाव सल्लाह दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद सुरुवातमा चाहिँ हाम्रो अब उठेका प्रश्नहरूलाई मात्र चाहिँ अहिले सम्बोधन गर्नुभन्दा अगाडि मैले चाहिँ के कुरा गर्न चाहेँ भने सुरुमा चाहिँ हाम्रो सबै चिजलाई मनन गर्दै गर्दै एउटा पोइन्ट चाहिँ के निस्क्यो भने सिसिटिभी छ मर्मत गरेका छ कि छैन भन्ने कुरा आयो एउटा सिसिटिभी छ होइन अनि पूर्वाधार मार्फत चाहिँ लगभग सेटिस्फाई सन्तुष्टिजनक नै आछ अनि खानेपानी पाइप हाल्दैछ अलि गाड्न पुगेन भन्ने कुरा आयो होइन अनि ज्येष्ठ नागरिक मिलन चौतारी छ अलिअलि सामान पुगेन भन्ने कुरा आयो अनि बालबालिका सम्बन्धी
बाल सञ्जालको कुरा उठेन। बाल सञ्जाल पनि हाम्रोमा यहाँ बाल सञ्जाल पनि छ। बाल सञ्जालमा चाहिँ हामीले काम गरिरहेका छौँ। इयरली हामी बजेट सुझाउँछौँ भन्दाखेरि चाहिँ के भने सबै चिज छ, मिलाएर लान चाहिँ जरुरी हो भन्ने कुरा आयो। अलिकति व्यवस्थापन चाहिँ जरुरी छ भन्ने आयो। अब यो चिज चाहिँ समग्रमा चाहिँ अब सुरुमा माधव गुरुङले उठाउनु भएको कुरा थियो हाम्रो। अब यसमा चाहिँ हेल्थ पोस्ट पहुँच पुग्ने गरी भने चाहिँ हेल्थ पोस्टको चाहिँ अलिकति समस्या के थियो भने सुरुमा मैले राख्न खोजेँ, हाम्रो जहाँनिर पहिला हेल्थ पोस्ट थियो त्यहाँनिर चाहिँ अहिले चाहिँ खड्का चतुर्बाहु खड्काडेल खानेपानी आयोजना भनेर चाहिँ त्यहाँ चाहिँ ट्याङ्की सञ्चालन भइरहेछ। अनि अब खानेपानीको समस्या थियो। खानेपानीको एउटा चाहिँ ठेका लाग्यो। ठेका लगाइसकेपछि अब तुरुन्तै हामीले चाहिँ अब स्वास्थ्य चौकी चाहिँ स्वास्थ्य चौकी चाहिँ व्यवस्थापन गर्नुपर्ने जरुरी भयो कि अहिले यो भवन पनि पछिल्लो समय आएर पनि आयो। माथि खाली छको त भर्खरै भयो, 6 महिना भयो माथि खाली भएको। हामी सरेको पनि 6 महिना भयो। अब त्यहाँनिर चाहिँ अहिलेलाई चाहिँ पाएक पनि ठाउँमा राख्दाखेरि चाहिँ त्यहाँ एउटा क्रियापुत्री भवन थियो त्यहाँभित्र, त्यो अलिकति बस्तीभित्र क्रियापुत्री भवन थियो। त्यसको लागि चाहिँ त्यहाँनिर चाहिँ हामीले अस्थायी रूपमा चाहिँ त्यो क्रियापुत्री भवनमा चाहिँ स्वास्थ्य चौकी राखेर सेवा दिइरहेको अवस्था चाहिँ आजको दिनसम्म चाहिँ छ। अब भोलिको दिनमा चाहिँ हामीले त्यो स्वास्थ्य चौकीलाई उचित व्यवस्थापन गरेर एउटा यस्तै सार्वजनिक सुनवाई गरेर कहाँनिर राख्दाखेरि व्यवस्थापन हुन्छ अथवा त्यहीँ व्यवस्थापन गर्दा ठिक हुन्छ, अलिकति चाहिँ पूर्वाधारको चाहिँ पहुँच नभएको अवस्था छ त्यहाँ, त्यो हुन्छ या के हुन्छ हामी यसरी नै सार्वजनिक सुनवाई मार्फत चाहिँ त्यसको चाहिँ निर्णय गर्नेछौँ। र अर्को हेल्थ पोस्ट बाहेक हाम्रो चाहिँ एउटा सहरी स्वास्थ्य केन्द्र भनेर खोलेको छ। हामीले अहिले लगभग निर्माण चाहिँ कम्प्लिट भइसकेको र अब हामी सर्नलाई मात्रै बाँकी छ। हाम्रो चाहिँ यो सरस्वती खेलको चाहिँ यता विनायक स्कुलको तल चौरमा चाहिँ त्यो छ र त्यो सँगसँगै चाहिँ हामी चाहिँ यता स्वास्थ्य चौकी र उता एउटा सहरी स्वास्थ्य केन्द्र भएर थप एउटा सहरी स्वास्थ्य केन्द्र चाहिँ हामीले चाहिँ त्यो राख्दैछौँ। अर्को एकदम उठेको कुरा चाहिँ चाङनारायण मावि नमुना विद्यालयमा व्यवस्थापन समिति गठन भएन भन्ने एउटा कुरा छ। व्यवस्थापन समिति गठनको प्रक्रियामा जहाँ लगभग जाँदै गर्दाखेरि अस्ति हाम्रो जेनजी आन्दोलनले चाहिँ एकलट अलिकति प्यासिभ भयो र हिजै मात्र वडा शिक्षा समिति हामीले गठन गरेका छौँ। र अब चाहिँ लगभग सम्भवतः 15 दिनभित्रमा चाहिँ हामी त्यो नमुना विद्यालय चाङनारायण माविको चाहिँ व्यवस्थापन समिति गठन गर्ने प्रोसेसमा छौँ। हिजो भर्खर हामी सबै शिक्षा समिति बैठक बसेर त्यही चाङ माध्यमिक विद्यालयको आज चाहिँ के गर्ने आउनु भएन, हजुरले सम्पर्क गर्नुभएको थियो। आज चाहिँ के उसले आउनु भएन होला, त्यो भयो। हामी 15 दिनभित्र चाहिँ यसको चाहिँ व्यवस्थापन समिति गठन गरेर यसलाई उचित व्यवस्थापन गरेर लाने प्रतिबद्धता चाहिँ गर्दछौँ हजुरहरूसँग। अर्को हाम्रो राजकुमार अङ्कलले के भन्नुभएको थियो भने अब राजकुमार अङ्कलको स्वास्थ्य चौकीको कुरा त यसमै आइहाल्यो होइन, उचित व्यवस्थापन कुरा आइहाल्यो। अर्को ढल र ढक्कन पेटी नाली व्यवस्थापन भन्ने कुरा आयो। अनि अघि हाम्रो हरिशचन्द्र दाइले भन्नुभएको थियो 2 वर्ष लाएर बल्ल बल्ल बाटो बन्यो भन्ने कुरा अघि हरिशचन्द्र दाइले निकाल्दै गएको कन्टेक्समा चाहिँ लगभग 1300 मिटर कच्ची बाटोलाई आज पक्की बनाउँदाखेरि 2 वर्ष टाइम अब त लाग्छ जस्तो लाग्छ है मलाई चाहिँ। किनभने यो 3टा ठेक्का थियो यसमा। सुरुमा ढलाउनलाई एउटा छुट्टै ठेक्का थियो 1 करोड चान्चुनको, त्यसपछि 3 करोडको सम्पूरक बजेट आयो र चाहिँ दाइ तपाईँलाई भिजा काट्न पाउनुहुन्न नि, मेरो कुरा पाउनुहुन्छ र तपाईँलाई हतार हुँदैमा घाम लाग्छ भने कति छ र दाइ भिजा कुरा दाइ यो भएन नि यार दाइ। मैले के भने दाइ म बोल्छु नि फेरि बोल्नु सुन मैले भन्नु चाहिँ के भने 2 वर्षमा हजुरले यो बाटो ओरोदोरो गरिरहनु भएको थियो नि, अब बनेको त हो भन्नेमा त गयो नि त। अब केही बाँकी छ फेरि घरलाई ढक्कन हाल्ने चिजहरू नै। अब यो के भयो भने राजकुमार अङ्कलले मलाई पनि भनिरहनु भएको थियो त्यो ढक्कनको क्वान्टिटी चाहिँ रहन्छ क्या, त्यो ढक्कन छ भने पनि त्यहाँनिर के भयो पछि हामीले एउटा उपभोक्ता समिति गठन गरेर 4 लाख रुपियाँ ल्याएर यो ढक्कन र चाहिँ ढलान गर्ने भनेर लग्यौँ। अब उहाँ समितिबाट काम गर्ने मान्दिनु भनेको उहाँ ठेर छ। अब त्यो समितिको अध्यक्ष चाहिँ हाम्रो ऊ हुनुहुन्छ के अरे ऋषि दाईको नाम के अरे उद्धव दाई हुनुहुन्छ। सुरुको फेजमा चाहिँ ठेकदारले म गरिदिन्छु दाइ भन्नुभयो।
कुरेर अहिले लास्टमा आएर दाइ भाउमङ्गी कहाँ पुग्यो म त गर्न सक्दिनँ भन्दै अब अप्ठ्यारो के पनि अब समितिले नै गरौँ त्यो भन्न पनि चाहिँ कन्डिसन आएको छ बजेट चाहिँ सुनिश्चित भइसकेको छ अब अर्को अब यो पेटीको कुरामा छ दाइ यो लगभग हाम्रो 1 नम्बर वडामा चाहिँ एकदम लगभग 20 मिटर बाहेक अरू कहीँ पनि पेटी चाहिँ अहिलेसम्म छैन किनभने हामी पूर्वाधारको एउटा फेज यस्तो थियो कि बाटो सीमाङ्कन गरेर आज पेटी नभएन पिचमा हिँडौँ न है भन्दैमा चाहिँ व्यस्त भयो कि अब यसको लागि फेरि पनि हामीले चाहिँ सहरी विकास अब अथवा चाहिँ समपूरक विशेष कुनै एउटा अनुदान मार्फत हामी चाहिँ यो पेटीको लागि पनि कार्यक्रम गर्दैछौँ यसको लागि मैले यो भनिहालेँ अब अर्को सडक बत्तीको कुरा निकाल्नु भएको थियो अङ्कलले सडक बत्तीको कन्टेक्समा नि 6 महिना बल्ने र 6 महिना नबल्ने भन्दा त्यो त्यति चाहिँ छैन जस्तो लाग्छ मलाई चाहिँ किनभने हामीले जति सके छिटो चाहिँ गरेर चाहिँ अस्ति एउटा लाइन चाहिँ के भएको थियो भने हजुरले भनेर चाहिँ ठिक हो अन्त अरू एरियामा चाहिँ सडक बत्तीको प्रोपर बलिरहेछ तर अस्ति यहाँ एउटा कार्यालयको मेन स्विच चाहिँ के रहेछ भने त्यो सबै ऊ चाहिँ बनाउन पाउने हामीले तर त्यो जुन मेन स्विचभित्रको एउटा एमसिबी हुन्छ त्यो चाहिँ हामी खोल्न नपाउने रहेछ क्या खोल्न नपाउने रहेछ चिठी लेख्यौँ विद्युत प्राधिकरणलाई पैसा ड्यू रहेछ अब उसले ठ्याक्कै टाइममा पाइहाल्यो क्या अब हामीले बारम्बार बिलको पैसा चाहिँ नगरपालिका फर्वर्ड गरिसकेका थियौँ अब उसले के भनिदियो भने बिलको पैसा नतिरुन्जेल चाहिँ म बनाउन आउँदिनँ भनेर फेरि मलाई पनि भन्नुभयो राजकुमार अङ्कललाई नै भन्नुभएछ अनि त्यसपछि अब यसो सोचेँ मैले पनि हुनु पनि हो जस्तो लाग्यो एक अनि बटार्ने उहाँहरूको नि होइन न त कहिले तिर्छन् भने जस्तो लाग्यो जस्तो लागेर अनि फेरि चाहिँ बिलको एमाउन्टहरू तोकेर मैले एकाउन्टमा पठाउँदाखेरि नगरपालिकामा चाहिँ ठ्याक्कै अलिकति बजेट चाहिँ कम भएर चाहिँ त्यो शीर्षको बजेट चलाउने कन्डिसन नभएर लगभग लाग्यो त्यसलाई पनि 2 महिना जति लाग्यो होइन 2 महिना जति लाग्यो अब अङ्कलले अलिकति 6 महिना भन्छु ठिकै छ त्यसको लागि पनि केही फरक परेन होइन ठिकै छ तर 3-4 दिन अगाडिदेखि चाहिँ बलेको कन्डिसन छ यो कन्डिसन छ अर्को सामाजिक सुरक्षा भत्ताको कुरा निकाल्नु भएको थियो अङ्कलले सामाजिक सुरक्षा भत्ताको कुरा चाहिँ के भने चुनावी प्रतिबद्धताको आधारमा चाहिँ हामीले हातमा पुर्याउनु पर्ने जरुर चाहिँ हो अब यो दुईटा कुरा भयो क्या यसमा अघि अङ्कलले नै चाहिँ डिजिटलमा जानु पर्यो भन्ने कुरा गर्नुभयो अब अहिले आएर फेरि हातमा क्यास भन्ने एउटा कुरा छ यो सन्दर्भ चाहिँ कस्तो छ भने अहिले रोकेको कुरो चाहिँ कोलोनिका मार्फतै हो यो कोलोनिका भने त अब देशभरि भयो कोलोनिकाले चाहिँ के गरिदियो भने हातमा भन्दा पनि ब्याङ्कमै अनिवार्य चाहिँ भनेर गरिदियो अब यो एउटा चाहिँ हामीले पहल गर्ने एउटा कुरा हो हामी पहल गरि नै हाल्छौँ तर कोलोनिकाले चाहिँ एउटा चाहिँ यो हातमा भन्दा पनि मान्छेको एकाउन्टमा हालिदिन पायो भने चाहिँ सुरक्षित हुने भन्ने कुरा भयो अब यो कारणले चाहिँ हामी बल चाहिँ गरेर हुन्छौँ यो चिजलाई तर डिजिटलको त यो पनि हो नि होइन र मान्छेले कस्तो लाग्छ नि हाम्रो ज्येष्ठ नागरिकहरूलाई चाहिँ हातमा पैसा भयो भने चाहिँ क्यास भयो भन्ने जस्तो लाग्छ तर अहिले डिजिटलमा चाहिँ खातामा हुँदाखेरि पनि त राम्रै हुन्छ यो चाहिँ एउटा हो तर हामीले बल चाहिँ गरिरहन्छौँ किनभने आमा बुवाहरूको एक्सपेक्टेसन कस्तो हुन्छ भने हातमा भएको पैसा चाहिँ पैसा भन्ने हुन्छ यसलाई पनि हामी मनन गरेर यसलाई बल चाहिँ गर्छौँ अर्को कुरा हाम्रो हजुर यातायातको कुरा नि सार्वजनिक यातायात चाहिँ पहिला थियो अहिले छैन भन्ने कुरामा चाहिँ हाम्रो राजदायको कार्यकालमा यहाँबाट चाहिँ त्यो मध्यपुर यातायातले चाहिँ गाडी उडाएको कन्डिसन थियो बिचमा आएर चाहिँ यातायात व्यवसायीको पनि आफ्नै पीडा रहेछ यो जहाँसम्म गइँदैन त्यहाँ पीडा नबुझी अब छिरिसकेको पीडा बुझिँदैछ के हुँदो रहेछ भने यो बाटो लगभग राजदायको कार्यकालमा बाटो पिच भएको कन्डिसन थिएन अलिकति खान्डाङ खुन्डुङ्गे थियो अनि उहाँहरूलाई के हुँदो रहेछ भने त्यो मेन्टेनेन्स बढी आउँदो रहेछ मेन्टेनेन्स बढी आइसकेपछि हामी डेलिगेसन पनि गयौँ जाँदै गर्दाखेरि उहाँहरूले के भन्नुभयो भने केही नगरपालिकाले केही कम्पन्सेसन दिन सक्छ त हामीलाई त्यहाँबाट गुडाउँदाखेरि भने जस्तो कुरो निकाल्नु अब अनि अर्को कुरो के भने कम्पन्सेसन माग्नु पनि के रहेछ भने यातायात व्यवसायको छुट्टै पीडा रहेछ विश्वको सबै धेरै जस्तो राष्ट्रमा चाहिँ यो सार्वजनिक यातायातलाई चाहिँ कम्पन्सेसन दिनु चलन रहेछ किनकि जस्तो एउटा कुरा भनौँ न भाडाको गाडीलाई भाडा त उठाउँछ तर त्यो पेट्रोलको एउटा ऊ हुन्छ नि त्यो चिजले चाहिँ उहाँहरूले चाहिँ त्यो व्यवस्थापन गर्न अलिकति गाह्रो हुने कारणले अनि उहाँहरूले त्यतिखेर चाहिँ के देखाउनु भयो भने बाटो पूर्वाधार चाहिँ छैन हाम्रो गाडी मेन्टेनेन्स बढी आयो भन्नुभयो त्यसपछि त्यो लगत्तै हाम्रो रोक्का गाउँमा पहिरो गयो कि फेरि पहिरो गयो त्यो बाटै ब्लक भयो ब्लक भइसकेपछि चाहिँ हामी त्यहाँबाट चाहिँ वञ्चित भयौँ तर अब अहिलेको कन्डिसन चाहिँ के छ भने सबै बाटो हाम्रो लगभग बन्यो अब खड्गाडीको पहिरो पनि लगभग अबको 20-25 दिनमा बन्ने कन्डिसन छ त्यो लगत्तै चाहिँ हाम्रो मध्यपुर यातायातको चाहिँ हाम्रो अध्यक्षले के प्रतिबद्धता दिनुभएको छ भने मलाई बस पार्क चाहिँ त्यहीँ दिनुहोस्
म बस पार्क चाहिँ अन्त दिने भएन, तर घुमाउन चाहिँ गाडी घुमाइन्छु, यातायातको लागि चाहिँ त्यति चाहिँ प्रतिबद्धता दिनुभएको छ। अब प्रतिबद्धता अनुसारको काम पनि उहाँले गर्नुहुन्छ भन्ने आशा राखौँ र हामी पनि फेरि बारम्बार फलोअपमा चाहिँ जान्छौँ। यो रह्यो हाम्रो यातायातको कुरा होइन। अर्को हाम्रो सुरक्षा निकायका प्रमुखज्यूले चाहिँ के भन्नु भने सिसी क्यामेरा चाहिँ राख्नु पऱ्यो भन्ने कुरा आयो। सिसी क्यामेरा कन्डिसन चाहिँ कस्तो छ भने हामीले आएको पहिलो वर्षमा चाहिँ 38वटा चोकमा चाहिँ 38वटा क्यामेरा भनेर चाहिँ लगाएका थियौँ। अब योमा पनि के हुँदो रहेछ भने प्राविधिक कुरामा 38वटा क्यामेरा आफैले हाल्यो, बाटो कहीँ विस्तार भएको छैन होइन। विस्तार गर्नतिर हिँड्नु पऱ्यो, विस्तार गर्दाखेरि बाटो विस्तार गऱ्यो, खम्बा सार्नु पऱ्यो। खम्बा दिगो रूपमा चाहिँ अब हामीले त के गऱ्यौँ, जहाँ जहाँ खम्बा चाहिँ त्यहीँबाट तार ल्याएर वडा कार्यालयमा राखेर चाहिँ सिस्टम गऱ्यौँ। तर त्यो नहुँदो रहेछ। के हुँदो रहेछ भने राति विभिन्न गाडीहरू चल्नुहुन्छ, अब जस्तो निर्माण सामग्री त टिपरै मार्फतले हुन्थ्यो नि। अनि के भयो, राति आइदिनुहुन्छ, सामान ढटेर झारिदिनुहुन्छ, टक्क तार चुडालिदिन्छ, हिँडिदिनुहुन्छ। भनेपछि के हुँदो रहेछ, त्यो त फाइबरबाट कनेक्सन हुँदो रहेछ। अब एउटा तारबाट 5वटा क्यामेरा, एउटा तारबाट 5वटा क्यामेरा, 5वटा क्यामेरा भोलि बिहान अहिलेसम्म चाहिँ भोलि बिहान छैन। मेन्टेनेन्सको लागि एकदमै गाह्रो कन्डिसन रहेछ त्यो चाहिँ। त्यो भएको कारणले अहिले चाहिँ हामीले लेटेस्ट चाहिँ के गरेका छौँ भने हाम्रो ओडाबाट 8वटा नाका छ, हाम्रो ओडाबाट बाहिर जाने 8वटा नाका छ। 8वटा नाकामा हाम्रो फुल्ली डिजिटल चाहिँ पावरफुल चाहिँ क्यामेरा सिसिटिभी चाहिँ अहिले पनि जडाएको छ। अब यसको लागि चाहिँ अस्ति हजुरले भन्नुभयो बौद्धम गरेर समाते भन्नुभयो, त्यो बौद्धमा समाउँदाखेरि छिमी प्रहरी वृत्तबाट यहीँबाट सिसिटिभी फुटेज हेरेर चाहिँ उहाँहरूले चाहिँ समाउनु भयो। हामी चाहिँ के क्लियर छौँ भने सायद चाङनारायण नगरपालिकाको यो एउटा मात्र यस्तो वडा हो जसको 8वटा नाका चाहिँ सिसिटिभी कभरेज चाहिँ एनी टाइम हुन्छ। यो चाहिँ हजुरहरूले कतिलाई जानकारी छ, जानकारी नभए पनि मैले हजुरहरूलाई जानकारी गराएँ। 8वटा नाका छ हाम्रो वडाबाट बाहिर जाने, 8वटा नाकामा चाहिँ सिसिटिभी चाहिँ छ। त्यो भयो। अर्को मापदण्ड, उद्धव दाइले चाहिँ मापदण्ड सम्बन्धी कुरा गर्नुभयो। दाइलाई धेरै धेरै धन्यवाद। यो मापदण्ड सम्बन्धी पनि छुट्टै आफ्नै पीडा छ। अब यसलाई पनि हामी दाइले मेन्टेन गर्दै लैजाउँ दाइ। यसलाई अधिकार दिएको छ। अब त्यहाँनिर कहाँनिर अब हुन्छ नि अधिकार पनि कस्तो छ भने दाइ भवन निर्माण भइसकेमा चाहिँ अधिकार फुल्ली अथोराइज भयो हामी। तर भवन निर्माण नभएका बारीका पाटामा चाहिँ अब खेतका पाटामा चाहिँ हामीलाई चाहिँ डाइरेक्ट लिने अधिकार चाहिँ रहन्छ क्या। जस्तो निर्माण भइसक्यो, कन्स्ट्रक्सन भइसक्यो, त्यहाँनिर टहरो भयो, बिल्डिङ भयो, केही भयो भने चाहिँ त्यहाँनिर चाहिँ हामी मजाले जान मिल्यो। अब त्योभन्दा अगाडि चाहिँ कन्भेन्स नै रहेछ। त्यही पनि हामी गइरहेछौँ दाइ, सकिया चाहिँ मापदण्ड अन्तर्गत नै गरेर गइरहेछौँ। अर्को लक्षित वर्ग ठिक छ दाइ। यो प्राविधिक शिक्षा अन्तर्गत चाहिँ यो चाङमा हामीको प्राविधिक शिक्षाको कुरामा चाहिँ के थियो भने लगभग हामीले चाहिँ दाइले भने सही हो, त्यो एक सप्ताहमा माएकी लगाएर लगभग 60 लाख 65 लाख राखे, अहिले 73 लाख 65 लाख राखे, हामीले फिक्समा राखेर अहिले 73 लाख भयो। तर त्यो चिज चाहिँ इम्प्लिमेन्ट गर्न पर्ने थियो केमा भने प्राविधिक शिक्षामा। प्राविधिक यो अघिल्लोचोटि हामीले व्यवस्थापन समिति गठन गऱ्यौँ, पाइपलाइनमै थियो सबै प्लानहरू, यसरी जाने भन्ने प्लानमै थियो। फेरि अब त्यहाँनिर चाहिँ अब उचित व्यवस्थापन गर्न सक्दैन। अबको व्यवस्थापन समिति मार्फत चाहिँ हामी चाहिँ त्यो गरेका प्रतिबद्धता दाइहरूले पनि जस्तो यज्ञ लगायो, पैसा छ, अनि प्राविधिक शिक्षा पठन पाठन गऱ्यौँ भनेर चाहिँ हामीले चाहिँ यज्ञ लगाएर पैसा उठायौँ, तर प्राविधिक शिक्षा चाहिँ सुरु भएको छैन हो। यो चिजलाई चाहिँ यसपालिको व्यवस्थापन समिति अन्तर्गत चाहिँ हामी त्यसलाई चाहिँ प्रोसेसमा लानेछौँ दाइ। अब यो प्रतिबद्धता हामीले जाहेर गऱ्यौँ दाइ। अर्को चाहिँ हामी लक्षित वर्ग कार्यक्रम, यो लक्षित वर्ग कार्यक्रम चाहिँ यस्तो छ, यो मलाई एकदम महसुस भएको यो चिज सायद हामीले जानेनौँ या हामीलाई सिकाइएन। मलाई एकदमै खड्केको चिज यो चाहिँ यो लक्षित वर्गको कार्यक्रम भन्छौँ हामी, वार्षिक रूपमा चाहिँ हामी बैठक पनि राख्छौँ, छलफल पनि गर्छौँ होइन, कसरी जाने, नयाँ तरिकाबाट कसरी जाने भनेर पनि छलफल गर्छौँ। अनि छलफल गर्दा लास्टमा के निस्केर निस्किन्छ, त्यही निष्कर्ष निस्किन्छ। यो कसरी भन्दाखेरि पनि अब यो माइन्ड सेटै चेन्ज गर्ने बेला छ। यसको लागि चाहिँ के छ भने एउटा
चाहिँ नेक्स्ट जेनेरेसनलाई चाहिँ बोलाएर मेरो मनमा लागेको कुरा चाहिँ अब त्यो एउटा जेनेरेसन ग्याप त्यो तल्लो जेनेरेसनलाई तल्लो जेनेरेसन भनेर चाहिँ पछिल्लो जेनेरेसनलाई बोलाएर चाहिँ एकचोटि छलफल गऱ्यो भने चाहिँ यसको चाहिँ उचित के भन्छ यो लक्षित वर्गको कार्यक्रम कसरी चलाउने भनेर त्यो जेनेरेसनबाट चाहिँ निस्किन्छ जस्तो लाग्छ मलाई। जस्तो अब यो अर्को कुरा के भयो भने हामीले यसपालि चाहिँ पाइपलाइनमै छ एउटा चाहिँ हाम्रो यो डिजिटल मार्केटिङ भनेर चाहिँ हामीले एउटा चाहिँ ट्रेनिङ दिँदैछौँ यसपालि। त्यसको लागि कस्तो भने अघि भाउजूहरूले भने जस्तै अब अरूमा मान्छे पुग्दैन बोलाउनु पर्छ डिजिटल मार्केटिङ ट्रेनिङ दिने भनेर चाहिँ अस्ति सूचना निकालेर एउटा प्लान गर्दै थियौँ। यस्तरी आइदियो कि अब 40 जनाको राख्ने भनेर गएको अब लगभग 85-90 जना आइदियो। अब त्यसको लागि पनि अब बजेटिङ त फरक पर्न आयो त्यसमा। अब त्यो चिज चाहिँ हामीले जसरी पनि चाहिँ दिनुपर्छ भन्ने कुरामा चाहिँ अब म आज जान पनि थियो आज म नगरपालिका जानु पाएन। प्रोपरली उहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ र अब योलाई चाहिँ जसरी पनि गर्नुपर्छ भन्ने हामी पनि सोचिरहेका छौँ यसपालि। अनि अर्को कुरा चाहिँ लक्षित वर्गको कार्यक्रम अन्तर्गत चाहिँ हामीले चाहिँ यसपालिको लक्षित वर्गको कार्यक्रम चाहिँ हामीले सुरु गरेका छैनौँ। यसमा हामीले के छलफल गर्नुपर्ने कसो छलफल गर्ने हामीसँग लिमिटेड टाइम छ तर हामी यसमा चाहिँ छलफल गरेर जान सक्छौँ किनभने यसपालिको त चलेको छैन नि त हाम्रो। अब यसलाई मोडिफाई कसरी गर्ने यसमा चाहिँ हामी जान सक्छौँ। अब यो यसमा चाहिँ यही आर्थिक वर्ष यसमा चाहिँ हाम्रो भाउजूहरू र चाहिँ दाइलाई पनि मैले यो चाहिँ जानकारी अब एकचोटि बसेर छलफल गरेर यसरी जाउँ भन्दाखेरि चाहिँ हामी चाहिँ जान रेडी छौँ। अर्को खड्काडी पहिरोको कुरा है। खड्काडी पहिरोको भाउजूले के भएको थियो भने त्यही भएको थियो तपाईँले जे भन्नुभयो त्यही भएको थियो। एक्चुअली के भएको थियो भने गेलबिन जाली लगाउने भाउजूले भनिसक्नु त गेलबिन जाली लगाउने भनेर त्यतिखेर लगभग 1300 घन गेलबिन जाली भनेर चाहिँ सडकले चाहिँ यो वीरहस्टेल मार्ग भनेर चाहिँ ल्यायो। त्यहाँ पब्लिकको नि अब कुरा नि ठिकै हो। यस्तो भयो कि अब गेलबिन जाली ल्याउँदाखेरि चाहिँ यसरी ल्याउनु पर्ने यस्तो स्टेप वाइज ल्याउनु पर्ने होइन। अब पब्लिकले के भइदियो भने अब 14 मिटरको बाटो पनि छोडिसक्यो पहिरो छ अब फेरि स्टेप जाँदाखेरि त हाम्रो बारी त बिग्रिन्छ। यो पनि कुरा ठिकै हो। अनि अब कुरा ठिकै हो भन्दै गर्दाखेरि पनि अनि अर्थ मन्त्रालयमा यही कुरा हामीले चाहिँ पत्राचार गरेर पठाउँदाखेरि उदाहरण चाहिँ गेलबिन जाली नलाएर नेगेटिभ रिपोर्टिङ भयो कि के भयो त्यहाँबाट त त्यो आउने खोइ त्यो छाँटकाटै छैन रहेछ। वार्षिक रूपमा हामी पठाउँछौँ होइन। गेलबिन जाली नलगाउँ यसलाई चाहिँ प्लम अथवा चाहिँ यो के भन्छ पाइलिङ अथवा ढलान गरौँ भनेर भन्यो। ढलान गर्न कस्टिङ बढी लाग्छ भनेर के हो। अनि अर्को एउटा अर्थले पनि के हेर्दो रहेछ भने थोरै स्पेसमा चाहिँ कसरी त्यति धेरै पैसा चाहिँ लगानी हुन्छ भनेर एउटा हेर्दो रहेछ क्या। त्यो कारणले पनि अलिकति त्यो कन्डिसन आइरहेको कुरा थियो। अब त्यो अब के भन्ने अब गेलबिन जाली लाभे भइसक्थ्यो भने जस्तो लाग्छ। पब्लिकको कुरा सुने म यदि त्यहाँको चाहिँ जग्गा धनी भइदिए मलाई पनि एक प्रकारको चाहिँ मेरो जग्गा त त्यहाँ नै सकिने आउँछ। गेलबिन जाली ढुङ्गाको थुप्रो मात्र हुन्छ त्यो पनि छ। अब यसलाई पनि हामी फेरि एकचोटि बल गर्नेछौँ कहाँ कसरी जानु पर्यो त्यो गर्छौँ होइन। कुकुर सम्बन्धी कुरा नै आएन बाँकी अब कुकुर सम्बन्धी कुरामा नि मदन दाइ गइसक्नु भयो। ठिक छ गुड ल ठिकै छ। के भयो भने अब यो पशु सम्बन्धी यो कुकुर भने त्यो पशु सम्बन्धी यसलाई चाहिँ हामी पशु हाम्रो के भन्छ पशु शाखा छ। पशु शाखामा के गर्न सकिन्छ हामी यसलाई फरवार्ड गर्छौँ त्यता है। अनि राम सरले भन्नुभएको थियो डम्पिङ साइट भयो त्यहाँ हो त्यो ओह्रालोमा होइन राम सर। अब यसो गरौँ सर राम सर के गरौँ भने त्यसलाई हामी अघिल्लो बजेटमा त्यहाँ खड्काडिलमा पनि एकदमै चाहिँ फोहोर फाल्ने गरेको थियो। अनि त्यो हामीले 2टा CC क्यामेरा त्यहाँ राखिसकेपछि चाहिँ कम भएर अहिले लगभग के छ अलिअलि गर्ला तर 6 चाहिँ मलाई लाग्दैन के छ कम चाहिँ भएको छ। नत्र त त्यहाँ बिहानै गाडी ल्याएर गाडी नै समातेर गाडी नै लिएर आएर फोहोर फालेर जानु हुन्छ कि अब अन्त लिएर। अब यसको समाधानको लागि चाहिँ सम्भवतः CCTV क्यामेरै हो। यसको हामी एउटा त्यहाँ पनि एउटा CCTV क्यामेरा आर्थिक वर्षमा विनियोजित गर्नेछौँ। अब ऐश्वर्यजित अङ्कलको त्यही हो स्वास्थ्य चौकी के हो यसलाई छलफलमा जान्छौँ। हरिश्चन्द्र दाईको कहाँ पुग्यो भने हरिश्चन्द्र दाईको CCTV फुटेज हजुर हजुर
होइन हजुर त्यो चाहिँ 2 वर्ष फेरि भयो त्यस्तो चाहिँ नहोस् जस्तो उहाँको समस्या अलिक है हो हो त्यो चाहिँ पूर्वाधार पहिला बनेर गयो भने हाम्रो पैसा जोडिन्छ भनेर हो हुँदै हो मैले वर्ष लगाएर 2 वर्ष दिन्छ भनेर बोलेको चाहिँ हजुर दाइ हजुर वर्षौँ लगाएर बल्ल 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 पिर्छ आउँछ फेरि त्यो पूर्वाधार अर्को भएको भएर त्यो घरको कारणले गर्दा भत्कियो भयो नि त्यो हामीले अघिल्लो वडा अध्यक्षको पालामा बनेको पिच हो त्यो हो तपाईँ पछिल्लो वडा अध्यक्षको पालामा चाहिँ फेरि त्यो पिचलाई भत्काएर पुनः गर्नुपर्ने त्यस्तो चाहिँ नभइदिँदै त्यो 2 वर्षमा पऱ्यो ए हुन्छ दाइले भनेको पूर्वाधार अघि उहाँले भन्नुभयो नि हल छैन समस्या छैन फेरि पहिरो जान्छ पहिरो त यो भयो त तपाईँले आफूले भन्नुभयो त्यो चाहिँ पूर्वाधार बनेर गयो भने के हुन्छ मात्रै किनभने अब त तपाईँसँग त फ्याक्ट्री पनि हुनुहुन्छ कृषकले पनि बोलाउनुहुन्छ अझै पनि बजेट आउने पनि प्रावधान हुन्छ त्यसमा चाहिँ एग्रिकल्चर हुन्थ्यो कि भन्दा अर्को मेरो एउटा उत्तर चाहिँ मैले के पाएँ म 4 स्कुलमा पढेर मैले के सोधेँ यो स्कुलबाट फर्स्ट डिभिजन प्राप्त गर्दाखेरि है फर्स्ट डिभिजन स्कलरसिप प्राप्त गर्दाखेरि इन्जिनियरिङ व्यावसायिक थियो क्या अहिले अब के भयो त्यस्ता स्कुलको संरक्षणहरू त्यस्ता चिजहरू चाहिँ किन धक्कासाही भए त्यो चाहिँ किन आएर भन्नु अहिले त्यहाँबाट चाहिँ पढ्ने सकिन्छन् जस्तै प्राइभेटले पनि त्यो पाइदिएदेखि त धेरै गाउँका मान्छेले पाउने हो धेरै स्थानीयले पाउने हो धेरैवटाले पाउने हो त्यो सुविधाहरू त्यो धन्दाहरू पर्दाखेरि सुविधा प्राप्त हुँदाखेरि जसरी केएमसीको चाहिँ केएमसी हस्पिटलको त्यहाँ 4 नम्बर विगत रोड भाग भिडेको छ तपाईँको वडामा चाहिँ कुरा उसको कुरा गरिरहेको भएको छ मैले कुरा गरिरहेको वीर हस्पिटल आइरहेको छ तपाईँहरूको त्यहाँ वीर हस्पिटललाई चाहिँ अझ पिछडिमा चाहिँ यता ल्याउने कोसिस नभएको हो कि तपाईँहरूको क्षेत्रमा चाहिँ यो प्रगतिको समस्या नआएर हामीले बोल्न पनि मिलेन होइन केही कुरा बोल्दाखेरि चाहिँ फेरि अरू बुझे अभाव हुने कि त्यो फरक छ मैले अहिले के गर्न खोजेको भने त्यो तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ हामीले मजाले हेरेको त्यो त त्यो कारणले तर भयो त्यो त्यस्तो नहोस् भन्ने चाहिँ है अनि केही अप्ठ्यारो भएको चाहिँ मैले बालक कुरा तपाईँको यहाँ चाहिँ धेरै बालक के अरे बालक यहाँ सुरुमै भन्नुभयो बालकहरूले तर वडाध्यक्ष पूर्व वडाध्यक्षले भन्नुभयो कति राम्रो बालक दिएको थियो स्कुलको मुनि तर अहिले म त्यहाँ बच्चाहरू लिएर जाने ठाउँ छ कि छैन त्यो चाहिँ किन स्टप भयो कि यहाँ चाहिँ अहिलेको तपाईँलाई चाहिँ बालक त्यति इन्ट्रेस्ट नआएको कि भन्ने मात्रै त्यसलाई विरोधको रूपमा भन्दा पनि प्रगति किन भएन आखिर त्यसमा कार्य भएको छ के भयो भन्ने चाहिँ सबैको कुरा हामीले चाहिँ सुन्यौँ मैले पनि केही उत्तर दिएँ अब अन्तिममा चाहिँ मैले राख्नुपर्ने कुरा अघिको चाहिँ हजुरहरूको प्रश्नको उत्तर दिएँ अब मेरो कुरा चाहिँ के भने म पनि यसै वडामा हुर्किएको एउटा व्यक्तित्व हो यो वडा विगतमा कस्तो थियो के थियो यसको के भन्छ अब भिक्टिम होइन म पनि हो अहिले सबै हजुरले अहिले सबै यो जे भइरहेछ यहाँनिर मेरो हिसाबमा चाहिँ मेरो सेल्फ सेटिस्फ्याक्सन भन्छ नि यसलाई जस्तो मैले गरेको कामबाट पहिला त म खुसी हुन्छु मलाई मेरो लागेको है किनभने मेरो 2079 सालमा म निर्वाचित भएर आउँदै गर्दाखेरि म 5 वर्ष कार्यकालको लागि यहाँ आएको थिएँ र भावी पुस्ताले र अघिल्लो पुस्ताले मभन्दा अघिल्लो पुस्ताले र भावी पुस्ताले चाहिँ केही प्रश्न गर्दाखेरि चाहिँ मैले उभिएर मैले के गरेँ त मैले ठिक गरेँ के कहाँ के गरेँ भन्ने एउटा प्रश्न आउँदाखेरि चाहिँ म चाहिँ मैले हजुरलाई चाहिँ भन्दाखेरि मेरो कार्यक्षमता र मेरो प्रति म चाहिँ सेटिस्फाई छु किनभने यो वडामा पूर्वाधारको लगभग अहिले पनि हामीसँग अन्तिम मेरो यो कार्यकाल हुँदै गर्दाखेरि 10 करोड लगभग 10 करोडको खानेपानीमा 3 करोड चान्चुलको र पूर्वाधार अन्तर्गत चाहिँ 7 करोडको चाहिँ बजेट पाइपलाइन अन्तर्गत छ र यसले पनि केही कामहरू चाहिँ देखाउने छ जस्तो खड्काडी खानेपानी एकदम पानीको हाहाकार भएको कन्डिसन थियो हामी यहाँ आउँदै गर्दाखेरि जस्तो यो वडा कार्यालयको बेल्ट रोका गाउँ बेल्ट सुइल डाँडा बेल्ट र खड्काडी बेल्ट एक लेभलको पानीको चाहिँ समस्या चाहिँ चतुर्बाहु खानेपानी ट्याङ्की जुन पाइपलाइनमा छ र 3 करोड 90 लाखको पाइपिङ हुँदैछ यसले चाहिँ समाधान गर्छ यो पनि एउटा हाम्रो लागि चाहिँ वडाको लागि उपलब्धिको कुरा हो र अर्को चाहिँ
पूर्वाधार अन्तर्गत चाहिँ हामी यहाँ आउँदै गर्दाखेरि एउटा माइन्डसेट चाहिँ के क्लियर गऱ्यौँ भने हामीले बेलको हिसाबमा सरस्वती खेल, बेसी, देउपाने गाउँ, सुइल डाँडा, रोक्का गाउँ, खड्काडी यो 6-7 वटा बेल जुन थियो हाम्रो 1 नम्बर वडालाई चाहिँ हुने यो चाहिँ जोड्नु आवश्यकता थियो। यसलाई जोड्ने चाहिँ हामीले एउटा माइन्डसेट गरेर चाहिँ वडा चक्रपथ भन्ने अवधारणा लगायौँ। यो वडा चक्रपथ अवधारणाले रोक्का गाउँको बेल, रोक्का गाउँ यही अहिले हामी जहाँ बसिरहेको छौँ खड्काडी रोक्का गाउँबाट सुरु भएर यसरी काटेर त्यो सरस्वती खेल खड्काडी रोक्का गाउँ, सरस्वती खेल, सोमथली, बेसी, सुइल डाँडा र न्यौपाने गाउँलाई चाहिँ कनेक्टेड गराएको छ यो बेलले। लगभग पूर्वाधारमा यो हामीले 90% यो बेल यो रोडको चाहिँ 90% काम सकिएको छ र कहीँ थोडा बहुत विवाद भएका त्यसलाई चाहिँ पन्छाउँदै त्यो बजेट छ तर विवाद भएको कारणले अलिकति काम नभएको कन्डिसन छ। यो चाहिँ पूर्वाधारको हामी बोडेबाट आउने बाटोको कन्डिसन के थियो अघिल्लो दिनहरूमा बोडेबाट ओर्लिँदै गर्दाखेरिको त्यो कन्डिसन अनि बेसीको बाटोको कन्डिसन अहिले अलिकति बाँकी रहेको भने हाम्रो खड्काडी पहिरोमा चाहिँ अघि भाउजूले भन्नुभयो यता खड्काडी 2टा पहिरो छ फेरि एकतिर खड्काडीको छ एकतिर रोक्का गाउँ बाटो छ यसलाई पनि काम गर्दैछौँ। अर्को हामीले चाहिँ कृषि अन्तर्गत पनि सम्भवतः चाङदाङ नगरपालिकाको हामीले लगभग अस्ति यो अघिल्लो आर्थिक वर्षमा चाहिँ 39 वटा ट्र्याक्टर चाहिँ 50% अनुदानमा कृषक वर्गलाई दिएका छौँ। 49 वटा ट्र्याक्टर र मिनी टिलर त्योभन्दा अगाडि 13 वटा छुट्टै दिएका छौँ भने चाहिँ हामीले कमसे कम पनि केही कृषक जसले कृषि गरिरहनु भएको छ उहाँहरूलाई केही चाहिँ उपलब्धि होस्, हाम्रो स्थानीय सरकारले केही चाहिँ अनुभव होस् भनेर चाहिँ हामीले उहाँहरूलाई चाहिँ यो पनि उपलब्ध गराएका थियौँ। र अर्को हाम्रो अब यो लगभग अन्तिममा आउँदाखेरि हाम्रो नरेन्द्र अङ्कलले के भन्नुभएको थियो भने सूचनाको कमीले हो या चाहिँ अरू दलको प्रतिनिधिहरू चाहिँ देखिएन भन्ने कन्डिसनमा चाहिँ हामीले खबर गरेका छौँ। र उहाँहरूलाई एउटा कुरा चाहिँ के हुन्छ भने कसले बोलायो भनेर को आउने भन्दा नि सामाजिक उत्तरदायित्व चाहिँ उहाँहरूले पनि वहन गर्नुपर्ने हो जस्तो मलाई चाहिँ लाग्छ। किनकि आजको सार्वजनिक सुनवाई कार्यक्रममा चाहिँ उहाँहरू आइदिँदाखेरि चाहिँ यो सार्वजनिक यो कार्यक्रमको शोभा पनि अलिकति बढ्ने नै थियो र अहिले भएका जति हामी छलफल गऱ्यौँ त्योभन्दा अलिकति बढी चाहिँ उठ्ने थियो। र आगामी दिनहरूमा पनि यस्तै सार्वजनिक सुनवाई कार्यक्रममा चाहिँ म सम्पूर्ण जसरी आज जति आइदिने भयो हजुरहरूलाई धन्यवाद र विभिन्न दलका प्रतिनिधिहरू पनि आइदिनु होला, विभिन्न सङ्घ संस्थाका मान्छेहरू पनि आइदिनु होला भन्दै चाहिँ मेरो यो के भन्छ अन्तर्क्रिया कार्यक्रम मैले दिनुपर्ने उत्तर चाहिँ यही सकिएको के भन्न चाहन्छु। बिट मार्च भन्ने धन्यवाद। गुनासाहरूको सम्बोधन गरिदिनु भएको छ। हामीले आगामी दिनमा पनि उहाँलाई यही भेटेर यहीँको बासिन्दा हुनुहुन्छ उहाँ यही भेटेर पनि उहाँसँग प्रश्न गुनासाहरू साथ सहयोग दिन सक्छौँ। र आजको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण महानुभावहरूलाई पुरा पनि धन्यवाद ज्ञापन गर्दै धन्यवाद ज्ञापन चाहिँ कार्यक्रम समापन गरिदिनु हुन अध्यक्षज्यूलाई हार्दिक धन्यवाद। कार्यक्रमका मुख्य हाम्रो वडा अध्यक्षज्यू, पूर्व वडा अध्यक्षज्यू, वडा सचिवज्यू, पूर्व जनप्रतिनिधिज्यूहरू, हाम्रा राष्ट्रिय सञ्चार केन्द्रका चाहिँ उपाध्यक्ष सचिव, सल्लाहकार लगायतका चाहिँ सचिवालय र सदस्यज्यूहरू, वरिष्ठ पत्रकार यहाँ दाई हुनुहुन्छ रत्न दाई लगायतका सम्पूर्ण साथीहरू, यहाँ उपस्थित भएर हाम्रो कार्यक्रम सफल बनाउन आइदिनु भएकोमा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूकै कारणले अहिले धेरै कोही प्रश्न गर्नुभयो, त्यसले गर्दाखेरि पनि यो कार्यक्रम सफल भएको छ। यो चामुनारायण नगरपालिकाले विगत 3 वर्षदेखि चाहिँ यस्तो कार्यक्रम गर्न सकेको थिएन। हामीले विगतमा चाहिँ विभिन्न ठाउँमा हामी 77 जिल्लामा कार्यक्रमका सिलसिलामा पुगेका छौँ। त्यसै गरी सूर्यविनायक नजिकका चाहिँ हामीले सूर्यविनायक नगरपालिकामा अलिक बढी चाहिँ यस्तो खालको काम गर्दैथ्यौँ। यो चामुनारायणमा चाहिँ अहिले पहिलोपल्ट हामीले यसरी गरेको। यो प्रयास पनि हामीले यो गर्नलाई 2 वर्षदेखि यस्तो प्रयास गरिरहेका थियौँ। केही काम हामीले 1-2 वर्ष अगाडि नै गरेको थियौँ यसको तयारीहरू। अहिले आएर चाहिँ यो सफल भएको छ। यस्तो कार्यक्रमले चाहिँ हाम्रो जनप्रतिनिधिहरूलाई चाहिँ उत्तरदायी जिम्मेवार बनाउन र विकास निर्माणका कार्यलाई चाहिँ पारदर्शी बनाउनलाई चाहिँ सहयोग छ। अब यस्ता काममा चाहिँ अझ तपाईँहरू सबैले सहभागिता जनाएर अझ चाहिँ बढी चाहिँ कार्यक्रमलाई चाहिँ सफल बनाइदिनुहुन्छ भन्ने अपेक्षा गर्दै पुनः फेरि पनि म तपाईँहरूलाई सबैलाई धन्यवाद दिँदै यो कार्यक्रम सम्पन्न भएको घोषणा गर्दछु। धन्यवाद।